ठिकै उहाँलाई घोडाभन्दा तल एसएमजीले भ्रष्ट हान्दियो क्या उहाँले बन्दुक फाल्नु भएन मेरो उहाँले इन्सास रोग परेको थियो फाल भने मैले फाल्दिएँ मऱ्यो भनेर मेरो यहाँबाट सबै गरेर क्रिया गर्न थालेँ नि घरमा अनि डेली बाघ आएर कराउँथ्यो क्या त्यो मन्दिरबाट मेरो घरतिर फर्क दुईजनाले हात पठाएको अनि त्यहाँ त झन् हाकार भयो अब त्यो मान्छेको सेम यहीँ रहेछ फेस मसँग मिल्ने तर म त दुब्लो थिएँ नि त्यतिखेर पातलो थियो अनि मेरो फेस मिल्दो रहेछ अनि त्यहाँ मान्छेले के भन्यो भने यो चिसोले सुन्नेको यही मान्छे हो भनेको अनि कपाल मैले यस्तो हजुरको जस्तै यस्तो कन्ट्री गर्थेँ नि होइन कपाल भने त्यस्तै रहेछ त्यो माओवादी हुइको थियो थाहा भएन मान्छे जिन्दो रहेछ आइया भने नाच अब हाम्रो त नदेखाउने लाल सलाल कमरेड भनेर आइया बाटैभरि अर्को साइडबाट लग्यो क्या खालीले फुटाल्न पर्ने कि माटोको घैटामा घिउ हालेर त्यहाँ मान्छे छिरेर अनि त्यसलाई चाहिँ सुनको फालीले त्यो माटोको घैटा फुटालेर त्यहाँबाट मान्छे बाहिर निस्केपछि अनि जन्मिएको थियो क्या पुनर्जन्म टिप्ने हो हामी भनेको त लाइभ पुगेको त्यसपछि त्यतिखेर आइसिआरसीले गएर उठाएर आयो नि त सबैले यो लास चाहिँ चिसोले ढाडेर फुल्याउन सक्छ पानीले पनि त भएर यही हो त पहिचान के त भन्दाखेरि आर्मीमा जुन एउटा पहिचान खुलाउनको लागि लेखा हुन्छ नि त्यो पहिचान के भन्दा मेरो निधारमा खत भनेर लेखाएको थिएँ मैले लुगा जे पाउँछ त्यति लगाउन दिएँ माओवादी त्यतिखेर अनि कतिपयले चाहिँ म मेरो पल्टनको चिन्नु म फाल्दिनँ भनेर लाएर हिँड्नुभएको थियो पल्टनको बेइज्जत गरी किन लाएर आइस भनेर भन्दाखेरि चाहिँ आइसिआरसीको मान्छेले के भन्यो भने नमस्कार यहाँलाई चाहिँ दर्शकहरूले यति मन पराइदिनु भयो कि जसरी हुन्छ सायद कमेन्ट हजुरले नि हेर्नुभयो होला उनी लेखेर हैरान गर्नुभएको छ उहाँलाई बोलाउनु जसरी अस्ति भनेर चाहिँ बोलाएको अत्यधिक मागका कारण यहाँलाई चाहिँ स्वागत छ हजुर हजुरलाई पनि मेरो नाम केशर बहादुर थापा मगर खासमा चाहिँ अब हामी जोडा हजुर अस्ति यहाँहरूले सबैजनाले हेरेर मन पराइदिनु भयो र त्यस पछाडि अनि सुरु गरेको अनि खासमा चाहिँ साह्रै मन पराएको सबैभन्दा सबैले हेर्न चाहेको सुन्न चाहेको चाहिँ जब त्यो आर्यघाटमा बसिसकेपछि अङ्कलले दाग बजिदिनु भयो अनि मेरो ठुलो बुवा भन्नाले मेरो ठुलो बुवाको चाहिँ परिवारै हुनुहुन्न होइन उहाँको चाहिँ शाह सन्तानै रहनु भएन त्यसपछि हाम्रो मेरो माइलो बुवा हुनुहुन्छ हामीले सबैले माइलो बुवालाई नि ठुलो बुवा भनेर सन्तानहरूमा हजुर मेरो बाको 7 दाजुभाइमा 6 दाजुभाइको चाहिँ सन्तानहरू सबै छन् माइलो बुवालाई हामी सबैले ठुलो बुवा भनेर ठुलो बुवा मेरो पिरे बस्नु भएको सङ्गत चाहिँ कस्तो उहाँले चाहिँ के अरे मेरो छोरा चाहिँ यस्तो अब तपाईँको जुन घटना घटेर त्यो सकिसकेपछि अधिकांश लास चाहिँ तपाईँको छाउनीमा त्यो वीरेन्द्र सैनिक हजुर हस्पिटल होइन त त्यहाँनिर हस्पिटलमा अधिकांश लासहरू लिएर आएर अब त्यो मुर्दाघरमा हालेपछि अब आफ्नो मान्छेको लास पहिचान गर्नको लागि अब सम्पूर्ण आफ्नो आफ्नो त्यो मान्छेहरू हुन्छ नि उनीलाई बोलाएपछि आफ्नो आफ्नो फ्यामिलीहरू गएछ हेर्नलाई त्यहाँ त अब गइसाध्यै थिएन अरे बनाएर होइन तपाईँको पुरै मुख छोपेर जानु पर्यो अनि त्यसपछि अन्दाजको भरमा मेरो निधारमा खत छ होइन अनि त्यो जुन लासको यो दाहिने गोडाको बुढी औँलामा त्यसको नङ नभएको मेरो पनि सेम त्यस्तै नभएको अनि मेरो कपाल चाहिँ यस्तो तलतिर हल्को जस्तो यस्तो तलतिर झारेको थियो त्यस्तो अनि सबैले गएर हेर्दाखेरि अब सुन्नेको फुलेको लास चाहिँ म अलि पातलो हजुर जस्तो त्यतिखेरको जमानामा अनि सबैले यो लास चाहिँ चिसोले ढाडेर फुल्याउन सक्छ पानीले पनि त भएर फुल्याउन सक्छ भन्ने कुरा गर्दा अनि त्यसपछि यही हो त पहिचान के त भन्दाखेरि आर्मीमा जुन एउटा पहिचान खुलाउनको लागि लेखा हुन्छ नि त्यो पहिचान के भन्दा मेरो निधारमा खत भनेर लेखाएको थिएँ मैले त्यो पहिचान चिन्ह भनेर पहिला त्यो चाहिँ निधारमा खत भनेर लेखाएको थियो सिमै खत हेर्दा डिट्टो मान्छे अनुहार सबै मिल्यो ल यही लास हो भने सनाहात गऱ्यो त्यसपछि अब आर्मी गाडीमा लिएर गयो होइन उता खोलाहाले भनौँ न मेरो गाउँमा त्यतिखेरको म पहिलो पढ्छु क्या जस्तै त्यस्तो लडाइँमा परेर अब मरेको भन्ने समाचार चाहिँ पहिलो होइन त्यसपछि गाउँको मान्छे सबै उल्टेर आए त्यतिखेरको जमानामा अब फेरि मेरो गाउँको मान्छेहरू चाहिँ कस्तो हुनुहुन्छ भने एकदम अहिले पनि हरेक कोही मान्छे एउटा सानो बिरामी परेर काठमाडौँमा फलाना ठाउँमा हस्पिटल छ भनेपछि त्यो घुर्ने पनि काम छोडेर पनि पुग्ने खालको गाउँको मेरो
त्यस्तो छ क्या सहयोगी नाचा गाउँको मान्छेहरू। अनि लिएर गइसकेपछि त्यहाँ अब आर्मीकै गाडीमा लिएर गएर आर्मीले अब त्यो सलामी दिने होइन सिपाहीलाई। अनि मेरो कान्छो बुबा चाहिँ रिटायर हल्दार हुनुहुन्थ्यो होइन। अनि उहाँले चाहिँ मेरो भतिजो हुँदै होइन, मेरो भतिजो यसरी मर्दै मर्दैन, त्यो कि भाग्यो होइन कि माओवादी समातेर लिएर गएको त्यो जिउँदै छ, भागेको भयो त्यो ठाउँबाट भाग्यो भने केही टाइममा आइपुग्छ भन्ने कुराहरू गर्नुभएछ। अनि ल अब मेरो कर्ममा मेरो छोरा त होइन त अब कुन चाहिँको लास परिस्, तेरो बाबाआमाले दिन नपर्ने दागबत्ती मैले दिन पर्ने मेरो भाग्यमा रहेछ, ल दागबत्ती भनेर त्यसरी दिनुभयो अरे। त्यसपछि गाउँ जानुभयो सबैजना, गाउँ गएर अब किरे त बस्नु पर्यो होइन। अनि तपाईँको किरे बसिसकेपछि कस्तो भयो भने एउटा गाउँमा किरे बस्दैछ नि मेरो अब त्यो जुन सबै ओहोर हुँदैछ नि, त्यो अब बाँकी त्यो बिचको कुरा मेरो दाइ के भएको भाउजू के भएको त तपाईँ सबै उयोजना भनिसकेँ होइन। अब अहिले लामो हुन्छ भयो भने ठिक छ। मेरो फ्यामिलीहरू त एकदम त्यतिखेर भनौँ न अब म त्यहाँ माथि घरको कान्छो छोरो होइन, त्यो विभिन्न भयो। अनि त्यसपछि मेरो घरभन्दा माथिबाट एउटा सुन्दारा देवीको मन्दिर छ, त्यहाँ कहिले पनि बाघ नआउने कि। जब म मऱ्यो भनेर मेरो यहाँबाट सबै गरेर क्रिया गर्न थाल्यो नि घरमा, अनि डेली बाघ आएर कराउँथ्यो अरे क्या त्यो मन्दिरबाट मेरो घरतिर फर्केर। मन्दिर माथि छ अनि त्यो बाघ चाहिँ ठ्याक्क तल मन्दिरको डिलबाट तलतिर फर्केर मेरो घरपट्टि फर्केर कराउने अरे क्या। एउटा सङ्केत होला भगवान्ले नगर भने होला क्या त्यो मान्छे जिउँदैछ नगर भनेर। जस्तै मान्छेलाई भगवान्ले एउटा सङ्केत दिएको हुन्छ, मान्छेले पशु बाघे बुझ्दैन भन्छ नि। अनि तपाईँको ठ्याक्क त्यहाँ बाघ कराउने डेली है। अनि 11 गर्ने बेलामा त त्यो उसमा गएर चाहिँ धुना टपरीहरू सबै बगाउनु पर्छ नि त त्यो होइन खोलामा। अनि त्यो पनेरामा गएर त्यो बगाउने बेलामा त्यो एरियामै नभएको काग क्या, कसैको पनि त्यो काजगिरी गर्दाखेरि त्यस्तो कागै नआउने। त्यो दिन जुन मेरो त्यो 11 म मेरै भन्नु पर्यो त होइन, 11 गर्ने बेलामा चाहिँ तपाईँको काग यति आयो अरे कि होइन, टाउकोमै ठुङ्ला जस्तो गर्थ्यो कि त्यहाँ मान्छेले हटाउनु पर्ने। त्यो पनि एउटा सङ्केत दिएको। अनि जुन म मऱ्यो भनेर त्यो किरे बस्दा बस्दै मेरो घरमा कुकुरै थियो नि, एउटा कालो कुकुर कहाँबाट आएछ कि, यस्तो खाना पा जस्तो कुकुर आएर बसेको। अनि त्यो जस्तै अब किरिया बसेको बेलामा त कुकुरलाई चाहिँ अब तपाईँको छुइछाइ हुन्छ भनेर गाली गर्छ नि। अनि मेरो घरबाट चाहिँ दिदीहरूले पनि लखट्न खोजेको, मानेन अरे, छोड्दै उसको हङ्सा होला त्यो ठाउँ राखेर खाँदै भनेर। त्यो कुकुर जब मेरो त्यो क्रिया गर्न त्यो 13 दिनसम्म त्यो मेरै घरमा बसिरह्यो अरे। अनि अब त्यो 13 दिनको काम सिद्धियो भनेपछि त्यो कुकुर नि गायब भयो, भाग्यो कहाँबाट आयो त्यो। त्यस्तो भयो एउटा। त्यसरी अब क्रिया गऱ्यो। अनि पछि 29 दिन कि 32 दिनमा होइन नाम निकालेको माओवादीले। यतिजना चाहिँ हाम्रो सम्पर्कमा छ भनेर चाहिँ नाम निकालेपछि अनि पत्रिकामा नाम आयो। त्योभन्दा पहिलो चाहिँ कसरी थाहा पाएको भने नाम आउँदाखेरि पनि मान्छे अनौनै भयो, यो हो कि होइन के थाहा भन्ने भयो नि त होइन, भरम पनि हुनसक्छ भन्ने कुरा भयो। नेपालगञ्जमा मेरो गाउँको एकजना फुपू दिदी अधिकारी, उहाँ चाहिँ अधिकारी हुनुहुन्छ होइन, उहाँ चाहिँ बिहा गरेर कताबाट नेपालगञ्ज बसाइ सरेर जानुभयो या के। त्यतिखेर माओवादीको एफएम चल्ने नि त जोडा होइन, माओवादीको एफएममा चाहिँ कालीकोटको पिलीको आक्रमणमा परि यतिजना त्यहाँको सैनिक चाहिँ माओवादीको कब्जामा होइन, जनमुक्ति सेनाको कब्जामा रहेको छ भनेर चाहिँ खुलाएको छ नाम। अनि नुवाकोट जिल्ला घर भई फलाना गाविस होइन, फलाना वार्डको केशरबहादुर थापा मगर भनेर नाम सुन्नुभएछ। त्यो भिनाजुले, उहाँको भिनाजुले सुन्नुभएछ। सुन्ने बित्तिकै त्यतिखेर सिडिएमए फोनको जमाना थियो, सिडिएमए फोनमा फोन गरिदिनु भएछ।
ल त्यहाँ त यस्तो यस्तो भयो तपाईँहरूको मान्छे जिम्दै रहेछ अब काज क्रिया त गऱ्यो मान्छे जिम्दै छ ल मैले रेडियोमा यो समाचार सुने भनेर खबर गरिदिनु भएछ अनि त्यहाँ त झन् हाकार भयो अब ल मान्छे जिम्दै रहेछ माओवादीले चाहिँ किडन्याप गरेर ल्याएर रहेछ भन्ने कुरा भयो अनि त्यसपछि अब गाउँको मान्छेहरू सबै खुसी हुन थाल्यो त्यतिखेर होइन खुसी हुन थाले अनि त्यसपछि अब ल ठिक छ मान्छे जिम्दै भएदेखि अब जे भए पनि अब मान्छेको लेखान्तर हो भाग र रोग होइन हुने हाल दाइबो नटार भन्छन् अब उसको लेखान्तरै त्यही थियो भनेर चित्त बुझायो अनि त्यसपछि हामी अब उताउतै जाजरकोटको घुमाउँदा जाजरकोट सेफु खोला भन्ने ठाउँमा है विजय कार्यक्रम रह्यो नि त आइसिआरसी अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीका मान्छेहरू गएको थिए मानव अधिकार बारे चाहिँ तपाईँको चौजारीमा रहेछ रुकुमको है सेफु खोलामा लिन गइसकेपछि विजय कार्यक्रम भयो अनि माओवादी त्यतिखेर हामीलाई 500 रुपियाँ हो कि 600 रुपियाँ कति समथिङ त्यस्तै चिठी खामा लगाइदिएको थियो फुलमा लगाएर बिदा गऱ्यो अनि त्यो रात त्यहीँ बितायो भोलिपल्ट माओवादीले त्यहाँबाट कालीमाटी भन्ने ठाउँसम्म तपाईँको हामीलाई स्कोर गरेर पुर्याउन आयो कालीमाटी भन्ने ठाउँमा आइसकेपछि त्यहाँ रात परेपछि माओवादी त्यहीँ हामीलाई खानापिनाको बन्दोबस्त मिलाएर उनीहरूले पहिले मिलाइदिइसकेर त्यहीँ बसेर रातभरि त्यो बलिदान भन्ने फिल्म हेरेर त्यसपछि माओवादी र हामी छुट्यौँ माओवादीले हामीलाई के भन्यो भने तपाईँहरूलाई हामी अलिकति प्रोटेक्सन चाहिँ अलिक बिच बाटोसम्म दिन्छौँ भोलि सरकार पक्षबाट के भोलि फेरि हाम्रो उसमा आउँछ भनेर हामी चौरजारी पुग्यौँ रुकुमको भेरी नदी हो कि के हो त्यो होला भेरी सानी भेरी त्यो झोलुङ्गे पुल तर पारिपट्टि चौरजारीको एउटा सानो बजार रहेछ त्यहाँ त लोकल माछाहरू है त्यतिखेर अब अहिले पञ्चे पाइन्न होटलहरूमा खाना चाहिँ सोद्धाखेरि खाना रहेछ अनि अब सबैले आफूले पैसा तिरेर खाने भनेपछि हामीलाई त त्यो खर्च दिएको थियो नि त भाडा खर्च त्यहाँबाट खाना खायौँ माछा खाना टन्न खायो आनन्द भयो त्यसपछि हिँड्दै गयो जाजरकोटको खलाङ्गा ब्यारेजमा हामीलाई आइसिआरसीले त्यहाँ पुऱ्याउनु पर्यो अस्ति हाम्रो त्यो जोडाले भन्नुभयो नि काजी अधिकारी जोडाले त्यो बेलामा त्यो तल चाहिँ चेकपोस्ट रहेछ होइन ड्युटी अनि हाम्रो साथीहरू त प्रायः अर्ध देशमै थियो भद्रको कतिपयले चाहिँ ड्रेस फाल्न लगाएर सिभिल लुगा जे पाउँछ त्यति लगाउन दिए माओवादी त्यतिखेर अनि कतिपयले चाहिँ म मेरो पल्टनको चिन्नु म फाल्दिनँ भनेर लाएर हिँड्नुभएको थियो क्या अनि त्यहाँ पुगेपछि एउटा सिपाहीले पल्टनको बेइज्जत गरिस् होइन तैँले यो किन लाएर आइस् भनेर भन्दाखेरि चाहिँ त्यतिखेर आइसिआरसीको मान्छेले के भन्यो भने तपाईँ नेपालीहरू होइन तपाईँको साथी यस्तो दुःखमा परेर आइरहेछ यो तपाईँको साथीको ठाउँमा तपाईँ भइदिएको भए त्यो पीडा तपाईँले त भोग्नु पर्थ्यो नि त उहाँ पीडाको अवस्थामा हुनुहुन्छ तपाईँहरूको बुद्धि छैन 5 पैसाको बुद्धि छैन तपाईँको कमान्डर को म कुरा गर्छु उसँग भन्यो त्यस्तो भन्यो क्या उहाँले अझ अलिक त्यस्तै कुराहरू पनि गरेको थियो अब यसमा नभनौँ अनि त्यसपछि माथि गयो मनोरञ्जनहरूमा लड राख्यो त्यहाँबाट पछि हामीलाई नेपालसँग गयो खलाङ्गा ब्यारेज जाजरकोटको सदरमुकाम खलाङ्गामा चाहिँ तपाईँको हामीलाई त्यहाँ लगेर राख्यो अनि खानासाना खायो त्यहाँ 2 दिन राखेर अनि तल नेपालगञ्ज आयो नेपालगञ्जबाट अनि लगेर नेपालगञ्ज त्यो हामी जाँदाखेरि जहाँ राखेको थियो नि त्यही राख्यो यता हो त्यही त्यो जुन गाडी पार्किङ थियो नि गाडी पार्किङभित्र त्यो टाटपोलिथिन बिछाएर त्यहाँ त अलिअलि रगत पनि थियो पुरानो टोलीको त्यहाँ हामी आएर बस्दाखेरि पहिला लास पनि त्यहीँ ल्याएर फालेको रहेछ थुपारेको त्यहाँ तपाईँको त्यो पुरै पाउडरहरू फालिरहेको थियो पुरै पाउडर थियो त्यहाँ अनि त्यो माथि गएर गनाएर खप्न खानु ज्यादा अब त्यसै पनि त्यहाँको पानी पनि गनाउनु है त्यहाँबाट लगन खेलमा लिएर आइसकेपछि फ्यामिली भेटघाट भयो सबैभन्दा पहिला मेरो फ्यामिली भेट्न आउनु भएको हामी
अब पल्टन फर्केर त्यो भने मैले अनि अब दसैँमा घर जाने ऊ भयो माहौल त्यस्तै भएर म घर गएँ अनि गाउँको मान्छे सबैजना आउने भयो अनि अङ्कलले सोध्यो अब बाबामाको मुख हेर्न पाउने चाहिँ क्रिया गरिसकेपछि होइन अनि त्यसपछि अङ्कलले किन हेर्नु भने आफ्नो छोरा हालेर होइन पहिले हेर्नुभयो बाबामाले हेर्नुभयो अनि धारामा गएर तपाईँको त्यो सानो उसमा चाहिँ त्यो हालेर घैँटेबाट निस्किनु पर्ने भने जस्तै छ भने सुनको फालीले फुटाल्न पर्ने कि माटोको घैँटामा घिउ हालेर त्यहाँ मान्छे छिरेर अनि त्यसलाई चाहिँ सुनको फालीले त्यो माटोको घैँटो फुटालेर त्यहाँबाट मान्छे बाहिर निस्केपछि अनि जन्मिएको थियो क्या पुनर्जन्म त्यस्तै गरेर पुनर्जन्म भयो भनेर चाहिँ गाउँको घिउ खनाएर धारामा नुहाएँ नुहाइसकेपछि नुहारण भयो होइन जस्तै गुरुबाप हाम्रो पुजारी आउनुभएको थियो उहाँले नुहारणको सबै विधि राखेर नामसाम सबै राखिदियो अब पोलिया नाम हरायो होइन झन् त अहिले मेरो नाम त्यही छैन आयो उहाँ गुरुले चाहिँ के नाम दिनुभयो त्यो अर्कै नाम दिनुभएको छ त्यो कसैलाई पनि नभन्नु ठिक छ नभन्नु त्यसो भए अनि त्यसपछि त्यो किन भन्दाखेरि सेकेन्ड टाइम राखेको भएर नभन्नु भन्नु ठिकै हो आफ्नो मनमा राख्नु त्यो नाम कसैलाई पनि नभन्नु यो त शास्त्रमै खतरा घटना हो नि त सबैजना त्यस्तो हुन पाउँदैन जुन मेरो नाम थियो त्यो त पोलियो नि त सक्यो होइन मेरो नामबाट पोलियो त्यो भएर चाहिँ अनि उहाँले चाहिँ अब यो नाम चाहिँ कसैलाई पनि नभन्नु आफूलाई त्यस्तै परेको ठाउँ मात्रै गर्नु भन्नुभयो अनि त्यसपछि नुहारण गरियो नुहारण गरेपछि मामाहरू आउनुभयो फेरि वर्तमान गरियो वर्तमान गरेपछि अनि त्यहाँ सबैजना आएर अनि टिका लगाइदियो क्या मलाई त्यो भने एउटा युद्ध हारेर गएको सिपाही म त्यतिखेर चाहिँ कस्तो महसुस भयो भने मैले त संसार ब्रह्माण्डै जितेर आएर रहेछु कि सबैले फुलमाला अबिर केसरी जे भए पनि त्यो चाहिँ किन भन्दाखेरि तपाईँको मऱ्यो भनेर क्रिया गरेर मान्छे सकुशल आयो भनेर त्यो लडाइँबाट जितेर हारेर आएको भन्दा पनि गाउँलेलाई चाहिँ एउटा हर्ष उल्लास चाहिँ किन भयो भने यो मान्छे लडाइँमा परेर मऱ्यो भनेर लास त लहर त जलाएको हो नि त तैपनि जिम्दै आयो भनेर एउटा हर्ष उल्लासको साथ गाउँका सम्पूर्ण अब त्यहाँ बा आमा दिदी बहिनी दाजुहरू इष्टमित्र सबै आउनुभयो भेट्नु त्यो इतिहास लगभग मेरो गाउँमा मन्यो त्यो पहिला फिल्ममा हेरिन्थ्यो ठ्याक्कै अनौठै खालको अनि त्यही 4 घरको एउटा सुमन रिमाल भन्ने साथी हुनुहुन्छ उहाँ चाहिँ अहिले साह्रै हुन्छ उहाँको पनि क्रिया भयो अनि त्यसपछि खोले गाउँ कृष्ण तामाङ सुमन रिमालको चाहिँ कहाँ हाम्रैमा हो उहाँ त्यही हुनुहुन्थ्यो कि अन्त हो हामीसँग किड्नेमा हुनुहुन्थ्यो उहाँ सिटिजन गाउँको भनेपछि त धेरैजनाको पो भएर रहेछ त क्रिया पहिला 3 भन्यो 4 भन्यो 5 जना हुनुहुन्छ कि अब चाहिँ होला 5 सुमन रिमाल र म 2 जना भइहाल्यो कृष्ण तामाङ 3 जना भइहाल्यो अर्को 2टा 5 अहिले त कति वर्ष पुग्यो त आज 19 वर्ष बल्ल नयाँ नाम पाबाट 19 वर्ष पुग्यो मलाई पनि पल्टनमा चाहिँ दौरान अहिले खाइरहेको त 23 कति 24 रनिङ हुन्छ होला अहिले हामी त 59 मा जोइन गरे नि त एकजना को अहिले त ठ्याक्कै लप्साको नाम पनि बिर्सेँ कालो मर्यो भन्दै गर्नु कराउँथ्यो अरे क्या त्यो पल्टनमा चाहिँ हो त्यो उता गएको अपरेसन गएको नि त सँगै त्यो गएको भएर गर्दा हुन् अनि हजुरलाई चाहिँ यस्तो एउटा कुरा चाहिँ हजुरकोले के छोयो भन्दा अस्ति त अझ 1-2टा घटना मात्रै सेयर गर्नुभएको थियो अहिले त हेर्दाखेरि चाहिँ हेर्नु त्यो काग आउनु त्यो बाघ आउनु त्यो घटना हेर्दाखेरि चाहिँ त्यही भएर हामी चाहिँ ठ्याक्कै विश्वास गर्दैनौँ आफ्ना कुरा चाहिँ बरु यस्तै हुन् अर्काले भन्दै राम्रो भन्छौँ तर शास्त्रको लेखन त चाहिँ हो रियालिटी हो नि मैले जस्तै म तपाईँहरूसँग यो कुरा मैले जमानामा सेयर गरिसकेको थिएँ जस्तै म दसैँमा घर घर आइसकेपछि मेरो क्रिया भएको प्रक्रिया यस्तो यस्तो भएर छ गाउँमा यस्तो भएछ कोही भन्ने रे त्यो मान्छे मरेकै छैन होइन कोही भन्ने अब हो भनेर अब लासै लिएर आएर जलाइसक्यो होइन अब यो कुरालाई चाहिँ हामीले कसरी होइन भनेर चाहिँ प्रमाणित गर्न सकिन्छ भन्ने कुराहरू त्यस्तो पनि धेरै दौबाज पनि भएछ मान्छेमै होइन त्यो मान्छे मरेकै छैन 100% मरेको छैन भन्ने त्यस्तो पनि अब मरेको छैन भन्नु भने अब लासै लिएर जलाइसक्यो होइन त्यो कस्तो संयोग मिलेको क्या तपाईँको त्यसको पनि यही निर्धारण यही हर हुनुपर्ने कहाँको महामारी हो त्यो होइन अनि मेरो दाहिने खुट्टाको त्यो बुढी औँलाई म सानोमा बच्चामा मोजा बल खेल्दाखेरि त्यो
त्यो हानेको बल हान्दाखेरि ढुङ्गा लाएर नउडेको त्यसको नि त्यही सेम कस्तो चिनै त्यही हो हेर्नु न अचम्म त्यो लेखा होइन भने प्रत्येक पानामा लेखा हुन्छ तर लेखान्तर त्यस्तो हो मान्छेको भाग जति हुन्छ नि अब भाग्यमानी छ भनेर डोकोमा दुध दिएर अडिन भन्छन् बेला होइन तर अभागी भनेर पनि एकै ठाउँमा बसिरहने कुरा नि हुँदैन एकदम तपाईँको मलाई चाहिँ कस्तो लाग्छ भने मान्छेको जीवनमा कतिसम्म केसम्म भोग्न पर्ने त्यो सबै खर्च पर्नु भगवान्ले गरेर एकदम भगवान् भन्नु न तपाईँलाई ऐस आराम दुनियाँ पनि उहाँले दिने हो होइन दुःख कष्ट पनि उहाँले नि दिने एकदम मलाई चाहिँ त्यस्तो लाग्छ एकदम हेर्नुहोस् सबै खटाउनु पठाउनु भनेको सबै भगवान्ले नै गरिदिन्छ होइन भने म जिउँदो मान्छेको किरे हुनुपर्ने लेखान्तरमा थियो नि त त्यो एकदम होइन र त्यो मेरो लेखान्तरमै थियो रहेछ क्या मैले कुन बेलामा के गरेको थिएँ अर्को दुनियाँमा त जिउँदै हुँदाखेरि त मऱ्यो भनेर तेरो चाहिँ किरे हुन्छ भनेर त्यो थियो होला क्या त्यो अहिले सपनामा पनि म यस्तो देख्छु होइन कहाँ पुगिरहेको हुन्छ है अनि त्यो नराम्रो हो कि राम्रो हो कि अनि फेरि जतिखेर पनि लडाइँ परे मात्र सपना मेरो पनि स्याम जोडा सपना बिहान रातभरि चल्छु अरे म त जतिखेर पनि लडाइँ परे सपना है अनि अचम्म लाग्छ मलाई त भागमा बोक्नु जिन्दगी धेरै पाठ सिकियो मैले नि धेरै समयपछि त्यो योग गर्दा 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 हटाएँ कि अहिले अलि कम भयो यस्तो बिजोग के त्यो राति कहिले त निन्दै नपुग्ने क्या बिहान उठिन्जेलसम्म त्यो राति चलिँदो रहेछ लडिँदो रहेछ आपत त्यो खालको होला नि त फेरिरा अझ पुग्दो रहेछ अनि त्यसपछि अझ अलिक पहिल्यै म जागी छोडेर भर्खर घर आउँदाखेरि चाहिँ एकचोटि चाहिँ कस्तो भयो भने तपाईँको केही समय सेम त्यही ठाउँमै लडाइँ गरिरहेको देखिने कि सेम त्यही नै नै अरे गोली आएर लाग्न खोजेको छल्दा कस्तो गरेर अनि बल्ल बल्ल बिर्दैन निन्दैन त्यस्तो चाहिँ भन्यो मलाई केही समय अनि पछि चाहिँ त्यो त्यही ठाउँमा लडाइँ परेको चाहिँ देखिन्न त्यो बमबारी भएको मर्ने अवस्था आउँछ एउटा अन्तिम क्या चारैतिर घेरेर मार्ने फेरि बिग्रिन्छ क्या मर्नलाई तयारी हुन्छ ल त्यस्तो सपना चाहिँ मैले देखेँ मेरो पनि सेम त्यही हो काजी जोडाल चाहिँ अस्ति देख्दैन भन्नुभयो त्यो चाहिँ कसैको त्यो गइसक्यो पनि हुनसक्छ जुन जस्तो कि हजुर जस्तो अवस्था के भएर निस्किनु भएछ नायकको हाउसमा निक्ल्यो आनन्दको मैले उहाँलाई सम्झिरहेको तर नामै भन्नु नामै बिर्सिन्छ नि अब म चाहिँ त्यो म पनि त्यो फेसबुकमा सम्पर्क भएर पो नाम थाहा हुन्छ यसो हेर्दाखेरि बिर्स्यो भने जोडाहरू त्यसरी थाहा हुन्छ हाम्रो हिम्मत जोडा यही हुनुहुन्छ तपाईँको त्यो हामीलाई जुन दायरको खलाङ्गा बारीमा त्यसरी बचान लाग्यो नि सिपाहीले नै हाम्रो तिर्खत भित्र लान्छ यस्तो तर्करको क्या दुःखको जिन्दगी अनि मैले लडाएँ उहाँले त लडाएँ उहाँ पनि लड्नु भयो नि त जुम्ला लड्ने हो त कस्तो त्यही भएर त गर्नु भएको हाम्रो मैले लडेकै हो भाइ जिते पनि हो जुम्लामा पनि लडाइँ लडेर जितेर चाहिँ डिभिजन गण भएको आज मलाई यो कारणले गर्दाखेरि यो सिपाहीले होइन यस्तो वचन हालेर रुनु भएको बिचरा हो नि कम्ती लाग्छ मान्छेलाई त्यतिखेरको अब उहाँको उमेर भनेको 38-40 को हुनुहुन्थ्यो होला हामी चाहिँ त्यही 22-23 को 38-40 को उमेरको मान्छेलाई अहिले जस्तै अहिले हामीलाई 22-23 को मान्छेले अलि एक्जेक्ट देखिन्छ नि त्यही त है कस्तो अब एउटा त कम्ती अवस्था बुझिदिनु पर्ने नि त तर त्यही भन्न त भनियो सिपाही अप्ठ्यारा हुन्छन् क्या कहीँ त है सबै त्यस्ता चाहिँ हुँदैनन् के हुन्छ भने अब सबै एकनासे हुँदैन त्यहाँ गएर माझिने हो होइन एक्ज्याक्टली सही कुरा हो कोही माझिन्छन् जोडा सिपाही बन्छन् कोही चाहिँ बिटुल्दै रहन्छन् क्या पहिलाका त्यो के लडाइँमा छोपेर मारिदिने हाम्रा पनि धेरै दुःख दिए नि त्यही बिटुलाले त हो नि खास आर्मीमा त हाम्रो कसाबले त कस्तो गर्नुहुन्थ्यो नमार्नु छोप्नु होइन त्यो भनेको त असल मान्छे त हो नि ती हाम्रो जस्तै अहिले विष्णु कुमार क्याट साहब के भएर निस्किनुभयो उहाँ मेजर भएर निस्किनुभयो उहाँ उसमा हुनुहुन्छ अरे पोखरातिर निस्किनु भएन अरे होइन उहाँ पोखरातिर उसमा अर्कै छुट्टै के गरेर बस्नु भएको अरे उहाँको सिद्धान्त पनि त ठिक थियो नि त्यो कालीकोटमा जाँदा माओवादी हामी एउटा देशको लागि हामी के गर्छौँ भनेर आएको बाटो हामीले यहाँ देश जनताको लागि एउटा चाहिँ उ गर्नको लागि आएको यो गाउँको जनताको लागि सुविधा होस् भनेर हामी आएको है हामीले चाहिँ नि
माओवादी भेटे पनि हामी कसैमा एक्सनमा नउत्रिने होइन हामीले चाहिँ उनीहरू बरु हामीसँग काम गर्न आउँछ भने उनीहरूलाई पारिश्रमिक दिएर पठाउने त्यस्तो राम्रो कुरा गर्नुहुन्थ्यो नि त बहुत असल खालको मान्छे तपाईँलाई याद छ हामी तिला नदीभन्दा पारी त्यहाँतिर गाउँमा कोही काम गर्ने मान्छे छ भने बरु खोजेर लिएर बाटो खन्नको लागि भनेर गएको पटोलिङ गएको अनि हामीलाई प्रोटेक्सन दिने एउटा ग्रुप माथि त्यो डाँडामा ऊ छ नि गिर थियो नि त्यहाँ गयो त्यहाँ चाहिँ धर्म रोकायो नि हल्दार साहब याद गर्नु हो जुम्लाको धर्म रोकायो हल्दार साहबले त्यहाँ एक टोली लिएर जानुभयो एक्सेसन हामीलाई तलतिर पठाउनु भयो क्याप्साहरू हामी तलतिर गएको थियौँ ठ्याक्क धर्म रोकायो हल्दार साहब गेटमा पुग्नु माओवादी 15 त्यहाँ सुतिरहेको छ झुरुकी उठेर उनीहरू कोबटमा गएको धर्म रोका हल्दार साहबहरू कहाँबाट आयो सोधेछ माओवादी उठेर उहाँ चाहिँ अब जुम्ली भाषा बुझ्नु जाने पनि हामी यता कहाँ गएर आम्दा हो के भनेछ जाने माथितिर कता बाटो के भन्नुभएछ अनि भनेछ ल हामी फर्क्यौँ ए पक भन्दै थियो कहाँ भागेछ अनि त्यसपछि स्यास ल माओवादी छोप्यो भनेपछि अनि हामी तलतिरबाट दौडी आयो पछि त्यो गेटमा एटिएम हालेर उडाइदिनु कुरा भएको थियो नि त्यहाँ हान्दिउँ भन्ने कुरा भएको थियो नआना भनेर होइन हाम्रो त धेरै छोडिदिया हो क्या खासमा हामीलाई माओवादीले हान्दैन रहेछ त्यहाँ त्यो जुन त्यहाँनिर तपाईँको माओवादी हामीलाई हान्न भनेर आएकै होइन रहेछ होइन अर्कै ठाउँमा हान्यो भने जुन एउटा शक्तिशाही के अरे शक्ति मल्ल त्यहाँको ऊ बेलाको पञ्च प्रधान उनले गर्दाखेरि के गर अब तरकारीको ठेका नि त्यो अहिलेसम्म त्यहाँ नगएको मान्छे रहेछ जब पिलीमा ब्यारेक अब गएर बस्छ अरे भनेपछि ऊ हामीसँग पछि लाएर गयो हामीलाई कुनै कोर्डिनेसन गरेर गएको होइन अनि गइसकेपछि यो गाउँमा यस्तो अब तरकारीहरूको लागि चाहिँ म सप्लाई गरिदिन्छु भनेर उसले आफै आएर गरे अनि तपाईँको त्यहाँ भित्रको मान्छे नि त कति आएर खाने बस्ने गर्थ्यो नि त त्यहाँ मेसमा अब हामीलाई चाहिँ त्यहाँ हामीसँग जाने कमान्डर साहबहरू अब सबै राम्रो हुनुहुन्थ्यो नि त कसैसँग जुझ्ने बाध्ने होइन हामी एउटा विकास निर्माणको लागि आएको हामी विकास निर्माण गरेर जाने होइन हामी लडाइँ झगडा गर्नको लागि होइन लडाइँ झगडा गरे अरूहरूले गरोस् हामी यो चाहिँ हाम्रो जुन उद्देश्यमा आएको हामी सम्पन्न गरेर जाने भन्ने उद्देश्य थियो नि त त्यो भइसकेपछि अनि त्यो मान्छेले चाहिँ भित्र गएर प्रत्येक घरमा गएर गाली गर्नुहुन्छ उसलाई चाहिँ के पीडा भएको भने ऊ मान्छे हो भनेर उसले गाउँ उबेलामा शोषण गराएको थियो होला गाउँबाट पछि माओवादीको उसमा आएपछि लहर दिएपछि त्यो गाउँ फर्केर जानु पाएन अनि पछि गइसकेपछि त्यो पिलीमा गएर सदरमुकामबाट यति वर्ष दुःख गरेर मैले लिएर आएको आर्मी भनेर भनेको यो चाहिँ मेरो खुद मेरो कानले थाहा भयो क्या त्यहाँ गएर जुन माओवादीहरू त्यही गाउँ गए पनि थियो नि त त्यस्तो भनेर हाने आएको थियो त्यसले गर्दाखेरि हानेको त्यो हामी हान्नु भनेर गएकै होइन त्यो कस्तो हुन्छ भने त्यो सबै कुराको त्यो ऊ मिल्यो क्या माओवादी आइरहेको अर्कै ठाउँ हान्न भनेर जानको लागि रेडी भएर आइरहेको त्यही गाउँमा गएर बारम्बार जम्मा 10 दिन 11 दिन भएको थियो त्यहाँ हो नि हुन त बारम्बार गएर ल देख्लास् अब तेरा घरका प्रत्येक तेरा छोराछोरी माओवादीमा प्रत्येकलाई समातेर ल्याउनुलाई यहाँ हाजिर बनाउनु गएर होइन भने तेरा तिमीहरूलाई सबलाई लगेर एक गोली ठोक्छु म ठोकर लाउँछ आर्मीलाई भनिदिएपछि त छोराछोरीको गल्ती बाबाआमालाई के दोष भन्नु त आजै भन्यो भोलि भन्यो तपाईँको रगत उम्लिन छोरा उसले त रगत ब्लड एकदम उमाल्ने काम गर्दछ त्यहाँको जनताले यसले यसो भन्छ हामीलाई आएर ठोक्छ भन्दा हामी ठोकिने अब बस्नै नदिने होइन हाम्रो छोराछोरीलाई पनि मार्ने हामीलाई पनि मार्ने भनेपछि यिनीहरूलाई किन अब यिनीहरूलाई ठोक्ने यो साँच्चीकै हो रहेछ भन्ने भयो क्या त्यहाँको गाउँलेलाई त्यो गाउँको त त्यो उतापट्टि गाउँको त सबै माओवादी रहेछ नि त प्रत्येक घरको अनि तपाईँको त्यहाँ आमाहरू आउँदाखेरि त राजा आए भया हुन् तिमीहरू आयो त भनेर है आफ्नै छोरा जस्तो लाग्ने भन्ने होइन त्यो केरा सेरा बारीमा फलाउने खाऊ बाबु आफ्नै छोरा आया लाग्ने भन्ने राजा आया भया हुन् माओवादी आउँदा हो त खाना पकाउन लाया हुन् के भन्थ्यो नि त होइन खाना अनि हामीलाई त धेरै दुःख भया हो भन्थ्यो बिचरा
उता हुँदा उतातिर त्यो भनिरहेको त्यो अर्को मान्छे गएर त्यो गाउँले तल सबलाई ठोक्छु आर्मी मैले लिएर अब प्रत्येक घर गएर ठोक्छु भन्थ्यो त त्यही भएर कहिले उहाँ पानीमा बिगारिदिने के गर्छ हो नि त्यही भएर हानेर रहेछ एउटा होइन अब त्यो त्यस्तो मिस्टेकले भएको थियो त्यो पनि लडाइँ पनि हार्दैन थियो लडाइँ जितिसकेको थियो आर्मीले लडाइँ जितिसकेको लास्टमा अब यिनीहरूलाई तर्साएर हामी 1-2 घन्टाको बाटो चाहिँ भाग्नुपर्छ भनेर हान्दाखेरि के मिस्टेकले गयो अन्त इतिहासै हुन्थ्यो क्या इतिहास रचिसकेको इतिहासलाई यति सानोले गर्दाखेरि फुत्किएको हो त्यहाँ कोही कसैलाई गल्ती देखाउने कारण पनि छैन होइन अब सबै मिस्टेक त्यस्तै भयो होला अब जनार्दन शर्माले हाम्रो उहाँ उसमा जर्नल साहबलाई चाहिँ 55 मिनट फोन गरेको मैले तिमीहरूको जर्नललाई लडाइँ हुँदा हुँदै भन्नुभयो अब त्यो कुरा उसैले जानुहोस् भगवान् जानु हामीले केही पनि जानेनौँ त्यो चाहिँ हामीलाई किडन्याप गरेर लगिसकेपछि भन्नुभयो उहाँले तिमीहरू के को लागि लड्छौ तिमीहरूको जर्नल हामीसँग कन्ट्याक्टमा हुन्छ भनेर भन्नु ठिकै छ अब त्यतिखेरको माहौल त्यतिखेर भयो होइन अब त्यो माओवादी चाहिँ बेलुका हतोत्साहित भएर एउटा जब बाटो खन्न भनेर आएको सिपाहीलाई होइन न यहाँ डिफेन्स राम्रो छ न तारबार राम्रो छ तारबार जाली केही पनि छैन यति काटे त हामी छिर्न सक्दैनौँ भने हाम्रो यो मोर्चा काहीँ पनि सफल हुँदैन कमरेड अब हामी हाम्रो काहीँ पनि सक्सेस हुँदैन हामीले सबै छोड्दै हुन्छ नि कता 2-3 ठाउँमा त आर्मीले धोका हानिसकेको थियो नि त त्यहाँबाट अनि त्यस्तो भनेर चाहिँ पुरै रुवाबास खोलाहाल घाइते त कति जग्गा 4-5 हजारजना मान्छे आउँदाखेरि त्यो अब त्यो 200-400 घाइतेलाई बोकेर लाँदा के आपत्ति पनि भन्दैन हामीलाई पछि लिएर जाँदाखेरि समय जोडा बाटोमा लाइन थियो यस्तो घाइते बोकेर जाने कस्तो खटिया बनाउँदो रहेछ क्या तपाईँको बाँस भयो नि मान्छे मरे बेला बोक्ने जस्तो बनाउँदो रहेछ हौ 2टा बाँस सर्लक्क होइन अनि कपडा के गरेर बाँध्ने अनि छ्यापा मान्छे हाल्ने ढिक्का जुन बोकेर आइया भनिरहेको छ अब हामीलाई त नदेखाउने लाल छलाल कमरेड भनेर आइया बाटैभरि उनीहरू चाहिँ त्यो जब किडन्याप गरेको मान्छेहरूलाई लिएर आउँदैछ भने चाहिँ उनीहरू त्यो बिरामीलाई चाहिँ साइड लाउँदै हामीलाई अर्को साइड बाहिर लग्यो क्या खाइছে त कति भयो उनीहरूकै मान्छेले भनेको कुरा अब उनीहरूले हामीलाई ढाँटेर बोलेन होला सुरुमा हामीलाई किडन्याप गरेर राख्दाखेरि धेरै टाइट गरे अब माओवादी दिशा फेर्न जान ड्युटी दिशा बस्न जाँदाखेरि ड्युटी होइन यति त्यहाँसम्म जानु पऱ्यो भने ड्युटी अनि पछि यति एरियादेखि जान्छौँ मजाउनु हुने क्या यता हिँड्दाखेरि अनि उनीहरूले पनि धेरै कुराहरू पीडाको कुराहरू गुनासो कुराहरू सुनाउँथे हामीलाई होइन यस्तो गरेर यो खासमा भन्यो भने यो राजनीति नै यस्तै रहेछ एउटा यो राजनीतिले गर्दाखेरि यो एकदम सही कुरा गर्नु यो राजनीतिलाई चाहिँ देशको आफ्नै देशको सेना र आफ्नै देशको जनतालाई भिडाइदियो क्या कहिले हुँदैन त्यहाँ लडाउने होइन नि भन्नु नि आफ्नै देशको जनता आफ्नै देशकोलाई राजनीतिको कारण यसरी लडाइदियो भनेको एउटा हो नि यार विदेशमा पनि जुनै देशमा एउटा सेक्युरिटी गार्डको लागि पनि जाहिर खान जानु पर्यो जाहिर खान जाँदाखेरि त कहाँको नेपाल गोर्खाली गोर्खे तैँले कुन बन्दुक चलाउन जाने खास नेपाल आर्मी के छैन सबै छ नदेखा मात्रै हो तिमीहरूलाई भन्ने हामीले भन्यौँ नेपाल आर्मी विश्वसँग लड्ने हतियार छ तिमीहरूलाई पो नदेखाउनु हामी किन देखाउने तिमीहरूलाई के हो र विदेशतिर त आफ्नो देशको त उनीहरू पनि अब देखाउँछ नि त त्यस्तो एउटा बाहिर पनि जानुभयो गर्थेँ केही समय बसेर भनेको त्यहाँ पनि फौजी नै हुनुभयो कि त्यस्तै पछाडि एउटा अरू केही त्यस्ता इन्ट्रेस्टिङ कहानी छन् लाउरा कहानी त सुन्नलाई बढो हात दिन्छ एउटा त तपाईँको आफैमा पनि इतिहास हो आफैमा पनि इतिहासमा एक जन्नु मान्छे हो होइन तपाईँको जस्तै मेरो भएन मेरो जस्तै अर्कोको भएन नि त हो त्यो भएर तपाईँ चाहिँ एउटा युनिक मान्छे हो त्यस्ता खालका चाहिँ यो चाहिँ सेयर गर्न मन लाग्यो मेरो भ्युअर्सहरूले दर्शकहरूले हेरुन् मलाई चाहिँ कहिले काहीँ आउँछ क्या भित्र त्यो मुकुस भएको यो भनौँ खास केही पनि छैन जोडा अब जे हुनु थियो भइहाल्यो होइन खास तपाईँ त सेयर गर्न पनि धेरै चाहनुहुन्न थियो यो केही गर्दैन भन्नुभयो जोडाले भलै मैले नै ल्याएको यिनीहरूलाई तपाईँले पहिले नै भन्नुभयो यो जे भयो देखियो भोगियो
मसँग आउने माया हुनुहुन्थ्यो नि मैले भन्नुहुन्थ्यो छोडिदिनु मलाई चाहिँ बडो आनन्द हुनुहुन्छ मलाई दुःख नदिनु हुन्थ्यो मैले फेरि पछि कन्ट्याक्ट गरेको थिएँ म्याम जाने हो उहाँ बोलाउँछु भनेको मलाई नगर्नु उहाँ चाहिँ बडो जेन्टल मान्छे हो मलाई जे भएको छ ठिक छ त्यही हुँदा पनि त हो नि सबैले सेयरै गर्नुपर्छ भन्ने नि छैन यो त मैले किन भन्दा तपाईँको पहिला सिपाहीको डायरीमा लेखेको तपाईँको कथा अनि अब चाहिँ त्योभन्दा अब पहिलाको चाहिँ कहानी बनाएर लेखियो त्योभन्दा पनि कस्तो हो भने तपाईँले एउटा इतिहासलाई जिउँदो राख्छु त्यही भएर म अहिले पनि कामको अब भनौँ न काम पनि छैन फुर्सद पनि छैन भने जस्तो काम चाहिँ छ बेसी हुनुहुन्छ अलिकति सानो व्यस्तताको कारण पनि अब म तपाईँले मलाई अस्ति पनि एउटा टेलिभिजनलाई नाम नभन्नु अहिले उहाँलाई बोलाउनु भएको थियो म अलिकति कारण चाहिँ किन भन्दाखेरि अब मैले सहयोग गर्ने भनेको मेरो आत्मीय मेरो जोडालाई हो मैले उहाँलाई दिइहालेँ उहाँले फेरि छुट्टी बोलाउनु भने कुनै दिन उहाँसँग गएर बोल्छु अब अरूसँग बोल्दिनँ भने ठिक छ ठिक छ मैले तपाईँलाई फोनमा चाहिँ नभने हुन्छ यहाँको त्यो उसलाई सम्मान गरियो सायद त उहाँले पनि बुझ्नुहुन्छ होला किनकि आफ्नो संसारमा होइन उहाँले पनि सजिलै भन्नुभएको थियो ल ठिकै छ त्यस्तो हो भने अब कसैको सबैको नेचर एउटै हुँदैन सबैजनाले भन्नै पर्छ भन्ने पनि छैन ठिकै छ भन्नुभयो ठिक छ जोडा मैले बुझेँ दुःख पाइयो त्यो बेलामा मस्त दुःख पाइयो तर त्यतिखेर त हामीलाई जोडा त्यस्तो नौमुलीबाटै छोड्नु खोजेको रहेछ माओवादी नि त अब लडाइँको समय छ अब हामीलाई पनि प्रोटेक्सन दिएर हिँड्न पाल्न पर्यो होइन पाल्न पर्यो आर्मीवाला त्यत्रा छन् हतियार अब उनीहरूलाई विश्वमा चाहिँ माओवादी ठिक छ भनेर देखाउन पर्ने मार्थ्यो होला त हामीलाई त्यतिखेर तपाईँको किडन्यापमा परे अरे भनेपछि गइसक्यो नि त सकियो मानव अधिकारले पनि त उनीहरूलाई त उनीहरूको ठुल्ठुलो मान्छेहरूसँग त कोर्डिनेसन भयो होला नि त होइन भोलि के होला भनेर दबाब त गयो त मानव अधिकारबाट अनि अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटी भन्ने चाहिँ कस्तो रहेछ भने जोडा जब लाइभ तपाईँको लडाइँ छ नि त्यो मान्छे त्यहाँ पैसा आउँछ नि त्यो खिच्दिन्छ है यो अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीबाट अन्तर्राष्ट्रिय त्यो मान्छेमा के हुँदो रहेछ भने यति इन्टेलिजेन्स हुँदो रहेछ कति बाटा हुन्छ तपाईँसँग सत्य तथ्य कुराहरू सम्पूर्ण कुराहरू लियो मस्त लियो जस्तै हजुर माओवादी हुनु एक्जाम्पललाई माओवादी गएर माओवादीको भित्री इतिहास सबै केला लियो उसँग राख्यो आर्मीमा गयो आर्मीको सम्पूर्ण कुरा भित्री इतिहास केला राख्यो उनीहरूसँगै राख्यो त्यो कुरा आर्मीलाई नभन्ने आर्मीले यस्तो भनेको छ माओवादीलाई नभन्ने कसैलाई त्यही मान्छेले भने हामीलाई हो नि कसकै मान्छेले हामी भनेको यस्तो हो र यो कुरालाई हामी कहाँ लगेर चाहिँ पोख्छौँ भने हाम्रो सम्बन्धित निकायमा लगेर यो ठाउँमा यो पक्षले यसलाई हनन गरेकै हो यो पक्षले यसलाई हनन गरेकै हो भनेर त्यतिखेर बोल्छौँ हामी माथि उसबाट बोल्छौँ निष्पक्ष त्यो निष्पक्ष पक्ष लिँदैन नि उनीहरूलाई भनेर यो कुनै फाइदा छैन भन्ने कुराहरू गर्छ त्यस्तो रहेछ नि त नि अनि त्यो भएर मानव अधिकारवादी भनेको चाहिँ त्यो त्यतिखेर भनेको कुरा है एउटा जुन रेड क्रस सोसाइटीको मान्छेले आइसिआरसीले मानव अधिकारवादी चाहिँ कुन बेलामा पुग्छ भने जब त्यहाँ सम्पूर्ण कुराहरू क्षति भइसक्यो अब गएर चाहिँ त्यहाँ के भयो भनेर टिप्ने हो हामी भनेको त लाइभ पुगेको हुन्छौँ हो नि हो त हो सही कुरा त्यस्तो भन्नुभयो अनि त्यसपछि त्यतिखेर हामीलाई त आइसिआरसीले गएर उठाएर ल्याएर नि त होइन उहाँहरूले अनि उहाँले के भन्नुभयो भने त्यतिखेर ल तपाईँहरूलाई लिन गएको मानव अधिकारवादी हो होइन को गएको आइसिआरसी गएको भन्नु क्या हाम्रो आइसिआरसी भने हामी हो अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटी यो हाम्रो झन्डा मानव अधिकारवादी त्यहाँ आएर बसिरहेको छ अब तपाईँहरू यत्तिकै पनि दिमाग ह्याङ भएर आइरहनु भएको छ तपाईँहरूलाई चाहिए नचाहेको कुरा सोध्छ अब त्यहाँ भनिन भने तपाईँहरूको हातको कुरा भन्ने है चौरजारीमा आएर खाना खाने बेलामा मानव अधिकारवादी हामी तपाईँहरूलाई कति दुःख दियो माओवादी कुटेन खाना दिएन भनेर सोध्न आयो त्यो मानव अधिकारवादीले त त्यतिखेर हामीले खाना पाएन खुटी खान स्कुलमा जानु पर्थ्यो नि त मानव अधिकारवादी त जानिदिन्थ्यो होला त त्यतिखेर होइन त्यहाँ आएर चाहिँ त्यो भन्दाखेरि अनि हामी उताबाट फर्किने टोलीहरूले अब नदिनु हामी इन्टरभ्यू नदिनु लाने हो हामी तपाईँहरूसँग केही बोल्न चाहँदैनौँ सिद्धो यति भन्दै पुग्छ भन्ने हो नि त्यो रियल
तपाईँहरूको फिल गरेर ल्याउनु पर्यो नि यहाँबाट होइन त जाजरकोटको खलाङ्गा बारीमा आइसकेपछि त्यहाँको कर्नेल साहब एकदम हुनुहुन्छ फायर भएर बस्नु भएको रहेछ आगो अनि हाम्रो भित्र आएर के भन्दा मनोरञ्जनमा ल अब यहाँ मिडिया आउँछ मिडियालाई तिमीहरूले के भन्ने खाना दिएन कुट्यो भारी बोकायो हामीलाई म्याक्सिमम दुःख त्यो माओवादीले भन् त्यो माओवादीको हामीले गुणगान गर्ने होइन भन्यो खाना दिएको हो लडाइँ त पर्यो त्यो त समयमा उसको मान्छे हामीले मार्यो हाम्रो मान्छे उसले मार्यो तर हामी कब्जामा पर्यो एउटा हामी युद्धबन्दी होइन उनीहरूले हाम्रो कदेखिबाट ग्यासम टिपेर राखेको छ हामीले जे गरेछ त्यही भन्नु तपाईँहरूले भोलि तपाईँहरूलाई बोल्छ हामीले खाना दिएछ भने खाना दिएछ भन्नु हामीले मिठो खाएर तपाईँलाई नमिठो दिएछ त्यही बोल्नु हामीसँग तपाईँहरू झैझगडा भयो कुटपिट भयो त्यही बोल्नु त्यो भएन केही पनि भोलि उनीहरूसँग त त्यहाँ तपाईँको भलिबल खेलिदियो चेस खेलिदियो बागचाल खेलिदियो हाम्रो पनि माइन्ड फ्रेस होस् भनेर उनीहरूले त्यो प्रक्रिया गर्न थाल्यो क्या अलि टाइम हुँदै गएपछि अनि त्यो माओवादीले हाम्रो सम्पूर्ण इतिहास हाम्रो बाजे बराजुदेखिबाट छोरा नाति कसो हुन सबै टिपेर राखेको छ अनि हामी मिडियालाई माओवादीले कुट्यो मुखले हान्यो होइन यताबाट हान्यो उताबाट हान्यो किन भन्ने भन्छ त त्यो कसले भन्छ हामी भन्दैनौँ सिपाहीको नि आफ्नो बुद्धि कसैले पनि नभने क्या उसको आफ्नो बुद्धि भोलि हामीले यो भन्यो भने हाम्रो घर परिवारको सुरक्षा कसले नि हामी नभन्ने जे हो त्यो हामीलाई खाना दिएको कुरा खान दियो होइन उनीहरूले 2 चोटि 3 चोटि हामीलाई यसरी पैसा दियो होइन यही हो झुट कुरा त टिक्दैन नि हामी भनेनौँ क्या अनि कर्नेल साहब रिसाउनु भएको थियो तिमीहरूले यस्तो नभने भनेर किन भन्ने अनि हामीले नभन्दै तर फेरि लडाइँबाट आइसकेको छ जोडा कसैको नि डर लाग्दो रहेछ है कर्नेल हो कि मरेर क्रिया गरिसक्यो मान्छेलाई के मतलब त अनि त्यही भएर के अरे मन लाग्यो मान्छेबाट ऊ आउँछ क्या सत्य वचन आउँछ भन्छ नि त्यही सत्य वचन आएको हाम्रो मान्छेको नसिबमा नि हुनुपर्दो रहेछ म तपाईँको यसै नै रोग परे हतियार मेरो सिजनगढको साथीले र म त्यो मान्छे मरेन होला है बिचरा कतै सम्पर्क हुनुहुन्न त्यो मान्छे जिउँदै हुनुहुन्छ भने कतै मिडियामा यसो बोलादेखि भयो सम्पर्कमा आइदिनु होला नाम चाहिँ थाहा छैन उहाँलाई तपाईँले बिर्सेँ क्या मैले लेख्न आएको उस्ताद भन्ने चाहिँ है रातभरि उ म सँगै थियौँ क्या उसले मुखी छाड्यो क्या भनेपछि त्यो गाली दिने बित्तिकै उहाँलाई घोडाभन्दा तल एसएमजीले भ्रष्ट हानिदियो क्या उहाँले बन्दुक फाल्नु भएन मेरो उहाँले इन्चार्ज रोग परेको थियो फाल भने मैले फालिदिएँ स्पष्ट कुरा हो अनि त्यसपछि फालिदिएपछि तपाईँ यहाँ आएर बस भने म त्यो हाम्रो महेन्द्र जमसाको बङ्कर अगाडिको पेरिस झोलामा यसरी बसेँ अनि उसलाई फाल भन्दै थियो उसले मुख छाड्दियो ऊ घरमै त्यो कमान्डर तल गराएको एउटा कहाँबाट फिलिला कुदेर आएर जोडा यहाँ यस्तो स्ल्याब हानेको रातो पहेँलो हरियो निलो त्यो सबै आँखाबाट झिल झिल गरेर हान्यो अनि चाहिँ गिनेट पनि थियो नि त हामीले के भनेको थियो भने त्यो दुईजनाले ठुलै जखु हुँदैछ भने त आफै मर्ने अब फर्काइदिने भनेर बोकेको थियौँ क्या त्यो पनि भइहाल्यो बेकार बुझा अब यो यसरी मारे रहेछ त्यो पनि भइहाल्यो यो मेरो बुद्धि चाहिँ किन लाग्यो त यो हतियार फाल्नलाई नपड्किने भयो भने हतियार नफाले भने हुन्थ्यो गिनेट फुत्दियो हुन्थ्यो पिन अनि त्यो चाहिँ पर्यो क्या मनमा अनि त्यो कमान्डर फेरि फुत्तीमाथि आइपुग्यो दे हात नहाल्नुहोस् उहाँ आत्मसमर्पण भएको व्यक्ति भन्यो दिए भने चाहिँ उनीहरूको थियो रहेछ दिए भने चाहिँ म त भक्किदियो भने कि भन्ने सोचेँ क्या जोडा र होइन रहेछ उहाँले खासमा त्यो कमान्डर गतिलो भयो भने त्यस्तो उहाँले गर्दाखेरि तपाईँलाई सायद उहाँ कमान्डर भेटाइदियो नि चिन्नुहुन्छ कि जस्तो लाग्यो किन भन्दा तर उहाँले त्यो कुराहरू म फलाना पोस्टमा थिएँ यति बजे म फलाना पोस्टमा यतिजनाले यसरी समातेँ भने चाहिँ त्यो चाहिँ याद छ होला क्या उहाँलाई छ किनकि त्यो म त त्यो तल्लो त्यो ग्राउन्डभन्दा माथि त्यो महेन्द्र जमसाबको बङ्कर थियो नि त हो त्यहाँनिर त्यो समातेँ हो क्या म महेन्द्र जमसाब चाहिँ त्यही एउटा कसलाई कुट्दै थियो हुन्थ्यो नि राति कसलाई कुट्याएको है मोटे मोटे रहेछ अरे कसै माथि आयो भनेर कुटेछ पछि अर्को परेको लाग्दै लातले हान्दै भन्नु त अब मान्छे ज्याङ्गो हो नि त होइन ऊ माओवादीले हान्दै मैले भन्नुहुन्छ होइन हान्नुको होला उहाँ चाहिँ केमा भने चाहिँ कतातिर हुनुभयो उहाँ चाहिँ
सम्पर्कमा जानुभयो ए सम्पर्कमा जानु मान्छे त जान पनि हो त्यता लालसा हुनु हुँदो रहेछ है सेयर हो कि अस्ति कमेन्टमा चाहिँ लेखा थिएँ कता हुनुहुन्छ त बितिसक्नु भएन रे अस्ति कमेन्टमा त्यही थियो अरू त्यो हाम्रै टोलले कसले लेखा हो त्यही भएर म त कन्फ्युज भएँ के हो भनेर म त कमेन्टमा हेर्नु त मुनि हो र भने होइन होला खै नहोस् तपाईँको त्यो क्रिया गरेर फर्क्यो हाम्रो क्रिया गरेर फर्काएको सापको यहाँनिर गोली लागेको थियो क्या यस्तोनिर छालाले मात्रै ओढिरहेको थियो अनि त्यही माओवादी चिरेर निकाल्नु डराउनु भयो हो त इन्चार्जको गोली इन्चार्ज माओवादीसँग पनि थियो त किन ए सबै थियो नि तिमीसँग बिहान गएपछि टेस्टर आउन हालेर सम्झिनुहुन्छ तपाईँ ए यस्तो आएको बत्ती पनि गली तपाईँको 47 त थियो अलिकति हामीलाई चाहिँ के भन्नुहुन्छ भन्दा सबैजनाले अब त्यो अब कहिलेकाहीँ चाहिँ तपाईँ चाहिँ भगौडा रहेछ भन्नुहुन्छ क्या हामीलाई अनि हामी चाहिँ के गर्छौँ भन्दाखेरि अब आफ्नो देशको होइन आफ्नो देशको लडाइँ भयो नि त त्यो भएर खासमा ठिकै छ त्यो भन्छ भने नि त्यस्तो पिरै गर्नुपर्ने चाहिँ हालत केही पनि छैन होइन र खासमा अब हामी भगौडा त होइन एउटा अब मलाई चाहिँ सर दाइलाई चाहिँ को भाग्ने क्या त्यो लडाइँमा चाहिँ वरिपरि हेरिसक्यो भाग्ने मान्छे नि कसरी भाग्नु र होइन त्यस्तो हो भगौडा भन्दा पनि समय र परिस्थितिसँग खेल्न सक्नुपर्ने छ एउटा पाठ कसरी सिक्यो भने हो लडाइँ गरेकै हो होइन लडाइँ परेकै हो लडाइँ परेर सिद्धिनु पनि लागेकै हो त्यो आधा घन्टा मात्रै उनीहरूको ट्याक्टिक्स चाहिँ खास माओवादीको त्यो ट्याक्टिक्स चाहिँ के हो भने यिनीहरूलाई पिन डाउन गर्ने त्यो गोली यहीँ भ्रष्ट हान्दिने यिनीहरू माओवादी यहीँ छ फेरि हान्छ भनेर अल्मलिन्छ त्यो पोस्टबाट बाहिर आउन सक्दैन समस्या कहाँबाट आयो भन्दाखेरि त्यो माथि 1 नम्बर पोस्टमा डिस्चार्ज बम हान्दिएको रे हान्दिसकेपछि त्यहाँ त चाक त्यो केही आवाजै आएन त्यो छिरी माओवादी भनेर अनि जुन हामीले त्यहाँ यस्तो उ गरेर राखेको थियो नि जसलाई भाला बनाएर त्यो माथि खाल्टो बनाएर राखेको थियो नि खोप्ने त्यहाँ नि हाम्रो गिनेट फाले गरेर त्यहाँ जान सकेको थिएन रे अनि त्यसपछि त्यो डिस्चार्ज त्यहाँ हानिसकेपछि त्यो गिनेट पनि थोरो गर्दैन चाकचुक बोल्दैन गएछ खोइ चाहिँ क्या भनेर त्यो बिरालोको चालमा उक्लेछ त्यहाँबाट होइन हाँडाबाट यसो तन्केर त्यो दाउरा पन्छाएर तन्केर हेरेको रे ल आर्मी छैन यहाँ सिद्धि गएछ क्या त्यहाँ हो नि जोस पनि मान्नुपर्छ है गएर माइक गरेपछि उसको पछाडि त्यो एसएल ग्रुप भन्ने एकैछिन गयो आउने बित्तिकै अन्त अब त्यो स्वाटै तार पन्छ्याएर फालिदिइहाल्यो अनि त ए ल भनेर माथिबाट त्यो भयो जति सबै माथि आधी बाटो पुगेको पनि फर्केको रहेछ कति त गइसकेको रहेछ नि जोडा त्यो डाँडा काटेर उनीहरू फिर्ता भइरहेको क्या तिमीहरू हिँड्दै गर हामी यति चाहिँ गरेर आउँछौँ भनेको माओवादीहरू जाँदै थिए फर्केर अब हामी चाहिँ यति चाहिँ यिनीहरूलाई चाहिँ गरेर चाहिँ एङ्गेज गराएर गर्छु भन्ने टोली चाहिँ गर्दा गर्दै स्वाटै भइहाल्यो अनि त्यहाँबाट स्वाटै छिर्यो त्यसरी त फेरि सबै ब्याग भएर आइदियो कहानी छ नि एउटा कस्तो पीडादायी कुरा छ यार तपाईँको त्यहाँबाट हामीलाई लिएर गयो पाहामा होइन पाहा भन्ने माथि गाउँमा लिएर गयो हुन त अब त्यहाँको जनता नै हुन् होइन त्यतिखेरको त्यो माहौल त्यस्तो थियो माओवादीको त्यो उनीहरूको जस्तै हामी आर्मी भनेपछि हाम्रो रगत आर्मी भनेपछि हुन्छ नि त माओवादी भनेपछि रगत अलिकति ऊ हुने क्या त्यहाँको जनताले गाउँको जनताले हामीलाई यस्तो भनेको यार यिनीहरूको मासु काटेर खानुपर्छ कसम पर्ने सोध्नुहोस् है त्यहाँ लाइन लगाएर राखेको थिएँ हामीलाई होइन कतिजना आर्मी आयो गिन्ती गर्नु पनि हामीलाई यस्तो लाइन राखेर राखेको क्या त्यहाँनिर त्यहाँको जनता सर आयो होइन अब हामी त खान नपाएको बिरालु जस्तो क्या जे भने पनि हो हजुर भन्नु पर्यो अपराह्नमा कस्तो लाग्यो लडाइँ हाम्रो हजुरहरूको लडाइँ त राम्रो लाग्यो बाँच्नको लागि भन्नु जे भने त्यही त सर्भाइभल भन्ने खतरा होइन अनि अब ल कमरेड टुप्पी ल्याउनुहोस् यिनीहरूको काँचो खुन खाने हो रगत खाने हो काँचो रगत खाने हो बलि खाने हो भन्छ यार होइन अनि त्यसपछि यिनीहरूको मासु खाने हो काटेर भन्छ त्यतिखेर चाहिँ के फिल भयो नि साँच्चीकै हो चाहिँ के माओवादी बाहिर त्यतिखेरको जमानाको र अहिले चाहिँ अन्यथा नलागोस् होइन त्यतिखेर अन्यथा नलागोस् त्यतिखेर चाहिँ माओवादी मान्छेलाई चाहिँ आर्मीलाई भेटायो भने ल नुन चुक लाउँछ यस्तो गरेर मार्छ अरे भन्थ्यो हो रहेछ क्या यार पताउने पनि त त्यो फिल भएको थियो अनि त्यसपछि त्यहाँको कमान्डरहरू हुन्छ नि कमान्डर यस्तो नभन्नुहोस् उहाँ एउटा रोजीरोटीको लागि आफ्नो ज्यान आफ्नो घर परिवार पाल्छु भनेर लागेको मान्छे हो हामी चाहिँ देशकै लागि लडेको
जनमुक्ति सेना भनेको देशको लागि लडेको, यो शाही नेपाली सेना भनेको चाहिँ यो ज्ञानेन्द्रको भरौटी होइन, भाडाका टट्टु होइन, यिनीहरू भाडामा बिकेका हुन्। हाम्रो जनमुक्ति सेना चाहिँ आफ्नो स्वेच्छाले लडेका देशको लागि भनेर भने। अनि एउटा रोजीरोटीको लागि लड्या हुन्, उनीहरूले अब आत्मसमर्पण गरेर हाम्रो कब्जामा छ, यस्तो कुराहरू चाहिँ नभन्नु। अब युद्धको बेलामा जे भयो भयो, त्यतिखेर सिद्धियो भनेर भनेदेखि त्यहाँको जनताहरूलाई होइन कमरेड यिनीहरूलाई त मार्नुपर्छ, नुनचुक लानुपर्छ भनेर एकजनाले यस्तो भन्यो, अरूले यस्तो भन्छ, कतै लाएर पालै पालो गर्ने हो कि जस्तो फिजे भएको थियो। त्यो नछुटुन् ज्यालसम्म पनि भएको थियो क्या, किन हुँदैन यिनै हुन् कुराहरू। अब काजी जोडाल चाहिँ ऊ पनि भन्नुहुन्थ्यो, काजी जोडाल चाहिँ एक लेभलको हुन त छोटे गुरु हजुर हुनुहुन्थ्यो, 3 जना लगेर अब मार्छन् भनेर लगाएको थियो फिर्ताले भन्नुहुन्थ्यो। त्यस्तो पनि गर्यो नि होइन। अब फेरि सिपाहीले एउटा कुरा चाहिँ हामी अब कहिलेकाहीँ अब अलिकति आफ्नै कुरा त गर्छौँ होला, तर पनि हामी चाहिँ भरिसके के चाहन्छौँ भन्दा अब अहिले त 2 दाजुभाइ त हुनुहुन्छ। अब मेरो बहिनी लड्न आएको थियो त्यहाँ दुनियाँ भने चाहिँ सकिएको नि होइन, ठुलो के अरे अङ्कलको छोरीहरू लड्न आएको थियो होइन। त्यो एउटै ठाउँ होइन त, त्यही डल्लेको एउटै होइन। हाम्रो मुख्य कुरा के हो भन्दा एउटा त आर्मी आफ्नो देशमा लाउने नै होइन, किन आर्मी हामीसँग लड्ने हो र हामी भाडाका टट्टु चाहिँ होइनौँ जोडा। किन भन्दा देशको सिन्दुर पहिरेर लड्ने भनेको त देशको लागि, आर्मी त अहिलेसम्म पनि छ त, कहिले जान्छ त्यो संस्था त्यो त जबसम्म आर्मी बलियो भएन भने त देशै सकियो नि। मुख्य कुरा चाहिँ के हो भन्दा आर्मी चाहिन्छ, हामी भाडाका टट्टु थिएनौँ, हामी आर्मी यस्तो हुन्छ। यो आर्मीलाई आर्मीबाटै डोमिनेट भएको रहेछ क्या भएन जस्तै अब पछि कति के सरकारमा बस्यो नि त, फलाना ठाउँमा फलाना आर्मी त्यहाँनिर चाहिँ यस्तो चाहिँ जाँदैछ भनेर कसरी थाहा हुन्छ? त्यो चाहिँ फलाना दिनको सेड्युल भनेर कसरी थाहा हुन्छ? त्यहीँभित्रकै कमान्डरहरूले पनि कुरा गर्थे क्या, तिमीहरूका ठुला हाकिमहरू हामीसँग कोर्डिनेसन हुन्छ, त्यो त छ, तिमीहरू के गर्छौ भनेर। हुन त त्यतिखेर चाहिँ हामीलाई के लाग्यो भने तिमीहरूले हामीलाई बिक्सोनको लागि भने हो, हामीले जाइ छोड्दैछ भन्नको लागि भने हो जस्तो लाग्थ्यो। अनि पछिल्लो समयमा त अब के काण्डहरू आयो कुरा खासै म आफै पनि नयाँ नयाँ कुरा थाहा पाउँदैछु। हजुर, त्योबाट पनि धेरै कुराहरूको ज्ञान भयो होइन। खासमा चाहिँ हजुरको त्यो त भनिहाल्नु भयो। राति चाहिँ के कति गर्नु हो, चेन्ज छ नि त। अब म त तलतिर कुदिरहेको थिएँ, माथि मेरो 4 नम्बर पोस्ट हो, 4 नम्बर पोस्ट चाहिँ गएर एकचोटि हेर्ने पनि हो होइन, त्यो पोस्ट छ कि छैन। अनि त्यो हजुरहरू यताउता गइसकेपछि राति के हो, त्यही पोस्ट मात्रै बस्नुभयो, कतै कतै जानु भएन है हजुर? जस्तै जो लडाइँ भएर हामी भित्र छिर्यो नि जोडा, तलको पोस्टबाट छिरिसकेपछि अब जो जहाँ छ त्यहीँ अडी आफ्नो पोस्ट नखोज भन्नु भन्ने क्या। एमलाल गुरुङ भन्ने नायक उस्ताद हुनुहुन्थ्यो क्या त्यतिखेर, एमबहादुर सुब्दार मेजर हुनुहुन्छ अहिले हो, एमबहादुर सुब्दार मेजर हुनुहुन्छ। उहाँ ट्विच मोटरमा को हुनुहुन्थ्यो नि त्यतिखेर, याद छ तपाईँलाई? ट्विच मोटरमा एउटा लक्ष्मी श्रेष्ठ लप्साब अनि उहाँसँग चाहिँ मलाई ट्विच मोटरको त्यो मोटर सेल चाहिँ त्यो छोडाउनेमा परेको थियो क्या, त्यो जस्तै स्ट्यान्डले लाउँदाखेरि ड्युटी। अस्ति मैले बिर्सेर 81 भनेर रहेछु, ट्विच मोटरको त्यो छोडाउने हो क्या त्यो सेल। बङ्कर थियो नि हाम्रो बङ्कर सानो हो, कतै लडे पऱ्यो भने उहाँले त्यहाँबाट चाहिँ गर्ने, उहाँले चाहिँ त्यो ट्विच मोटरलाई चाहिँ कति डिग्रीमा कसरी राख्ने होइन, अनि त्यो चाहिँ म छोडाएर दिने, त्यो सहायकमा थियो म। अनि अब म तल अड्किहाल्यो, म बाहिर ड्युटीबाट आउँदाखेरि उहाँ माथि जानुभयो, त्यसपछि त्यस्तै भयो एउटा त्यो लडाइँ। अब सुरुको याटा तलैबाट आयो, बिचबाट आयो नि त हाम्रो त। अब उताबाट नि आउने कुरा भन्न, तलबाट पनि आयो, तलबाट पनि डाउन नै भयो, बिचबाट आयो, बिचबाट पनि सकेन, माथिबाट पनि गरेको, माथिबाट पनि सकेन, कतैबाट पनि सकेन। जब हाम्रो भित्रबाट बेलुका राति फायर भएको 81ले गएर 20 जना ग्रुप मर्यो अरे माइक गरिरहेको ठाउँमा, त्यसै लास्टै हतोसाहित भएको थियो। हाम्रो 81ले भित्रबाट हानेको 81 टोइजले धेरै मान्छे हतोसाहित भएको छ नि त बाहिर। 20 जना मार्नु भनेको मैले एकैचोटि 20 जना चिरिप भएको रे, उनीहरूकै मान्छेले भनेको होइन, रियल हो, हुँदा पनि हो। तिनीहरूको त त्यो 81को त त्यो उज्यालोमा हेर्नु होइन, त्यो पुरा उडिया देखिन्थ्यो नि पर खेतमा हेर्नु त। अब यो जे हुनु भयो हाम्रो पुस्ताले बिहोरेको कुराहरू अब आउने पुस्ताहरूले चाहिँ नबिहोरोस्, कसैले हाम्रो देशको स्थिति पनि राम्रो होस्।
कुनै दाजुभाइ आफ्नै घरको दाजुभाइ लडाइँ झगडा गरेर त्यो बेकारमा रहेछ नि है बेकार। खासमा पहिला चाहिँ के लाग्थ्यो भन्दा हामीलाई पनि खास मरे पनि हुने रहेछ सिपाही त खास लडाइँ गरेर बाँध्दैन आफ्नो देशको लडाइँमा किन उ गर्ने आफ्नो देशको हो आफ्नै भाइ लडाइ कता के रहेछ त आफू ठुलाको मिल्ने त रहेछ नि त माथि त्यो पनि त्यो सरकारले एउटा कुरा चाहिँ गलत गरे त हो नि आफ्नो देशमा सेना चाहिँ कहिल्यै परिचालन गर्ने होइन जहिले पनि त्यही हो क्या खासमा भन्ने परिचालन गरेर आफ्नै भाइसँग लडाइदिने अनि कहाँबाट उ गर्नु बरु हामीलाई चाहिँ पश्चाताप चाहिँ के लाग्छ पिर के लाग्छ भन्दा जो हाम्रा जोडाहरू मरे नि त्यो चाहिँ बडो लाग्छ क्या किनभने बेत्थैमा एउटा चौधरी जोडा रमेश चौधरी जोडा यस्तो सोझो मान्छे हेर्नु त मरेकै है बेपत्ता धेरै पछि बेपत्ता हुनुहुन्थ्यो 7 वर्षपछि जम्मा उहाँको मिल्यो धेरै बिजोग भयो नि त उहाँको त्यस्तै छ अर्को एकजना चाहिँ श्रीरङ्गको एकजना भाइ चाहिँ आइराख्नुहुन्छ सधैँ होइन भेट हुन्छ उहाँले चाहिँ के गर्नुहुन्छ उहाँको आमाले चाहिँ के भन्नुभएको रहेछ भन्दा त्यो उहाँहरू पनि कन्फ्युज हुन्छ त्यो जलाएको लास होइन भन्नुहुन्छ क्या उहाँहरूले आफ्नो छोराको होइन भन्नुहुन्छ त्यही एक्सिडेन्ट त भयो कति के भयो होइन अनि उहाँहरूलाई चाहिँ एक लेभलको होइन कतै हराएको कतै आउँछ कि अथवा हामीले पनि त भन्यौँ नि त अघि हजुरले भन्नुभयो नि त एकजना हो त्यस्तै चाहिँ सोचिरहनुहुन्छ उहाँहरू त्यो चाहिँ के भइदियो भने जोडा अधिकांश हाम्रो आर्मीको जस्तै नभेटेका आर्मीहरू छ नि जस्तै हजुर ज्यान बेच्नको लागि त भिडमा हाल्नुभयो नि सेम त्यस्तै मान्छे परेको क्या अनि पछि कडालीमा कति लास भेटेको थियो पहिला निकाल्यो नि 6-7 दिन गएर प्याराबाट नि निकाल्यो त्यो भिरबाट लासहरू चाहिँ कतिपय लासहरू तिर लागे कति उसमा खाज्यो माछाले खाइदियो होला कत्रो ठुलो भेला थियो अनि कडाली अब त्यत्रो अब कहाँ लग्यो म तिलामा गएको जोडा तल गएर अनि तपाईँको त्यो हाम्रो त्यो रमेश जोडा नभेट्नु कारण पनि त्यो 14 जना आएको थियो जोडा अनि पछि त्यो घटाउँदै गयो अनि तीर्थ हल्त साहबले चाहिँ के भन्नुहुन्थेन आइसकेपछि आफ्नो हिम्मत जोडा के बिहान त्यही तलतिर थियो नि त उता समात्दै गर्दा फुतुक्क आएर बाँचिहाल्यो कि हामीसँग सम्पर्क आएपछि धेरै दिनपछि भेट भयो हामीसँग अनि खासमा चाहिँ भन्न खोजेको अस्ति हामीले कुरा गरेका थियौँ नि इन्द्रजन अवस्था गइसक्नु होला है उहाँ चाहिँ पेन्सन निक्लिसक्नु छैन तपाईँको के अरे ऊ के हाल्छ हाम्रो अहिले मैले भनेको तीर्थतिल जुम्ला के अरे रोकाए धर्म रोकाए उहाँको सानो भाइ आएर छ त्यो फिल्ममा लडाइँमा सुन्नुहोस् है इन्ट्रेस्टिङ कहानी उहाँको सानो भाइको नाम शक्ति हो कि के थियो क्या माओवादीमा चाहिँ अनि उहाँको सानो भाइ मलाई लिएर हिँड्ने ग्रुपमा थियो क्या अनि मेरो दाइ पनि आछ भन्दै थिएँ सानो दाइ आर्मीमा जाए नखा दाइ भन्दै मारे त्यो दाइ न मेरै गोलीले मर्यो भनेर हारेको थियो उसकै साढे खुद पिलीमा लडाइँ गर्नलाई त्यसलाई कति भने मैले जाई नखा भनेर उनीहरूको त्यो भनाइ होइन माओवादी त आर्मी नै त माओवादी नै भने त होइन आफ्नो दाइभाइलाई त्यस्तै मैले मेरो दिदीबहिनीलाई भने त थिएन नजानु भनेको तिनीहरूले एउटा कुरा चाहिँ खतरा गर्थ्यो कति ठुला गर्थ्यो कुरा है यस्तो हामी चेन्ज गर्दैछौँ दाइ तपाईँको सहित आर्मीमा लोकतन्त्र ल्याउँदैछौँ तपाईँलाई कस्तो राम्रो बोली बोल्ने क्या तिनीहरू है त्यो एउटा कुरा छ नि एउटा अब अहिले बाटोको जनताहरू है त्यतिखेरको जुन माओवादीले दिएको भाषण कस्तो दिन्थ्यो थाहा छ मैले त्यो देखेको त्यो पहिलाको मान्छेहरूले लभ लेटर लेख्दाखेरि चिठी लेख्दाखेरि क्या प्रेमिकालाई चाहिँ पठाउने चिठी प्रेम प्रस्ताव राख्दाखेरि म यति बसन्त पार गरेँ होइन आकाश जस्तो निलो धरती जस्तो के यहाँ त्यहाँ म तिमी बिना एकपल पनि रहन नसक्ने यस्तो उस्तो तिमी र म यस्तो त्यस्तो 30 करोडहरू चाहिँ लेखेर चिठी पठाउने चलन थियो नि त अहिले पो मोबाइलमा के छ ठाउँ भेट्नै भन्ने चलन भयो होइन त्यतिखेर चाहिँ त्यो त्यस्तो ठ्याक्कै त्यतिखेरको त्यो त्यहाँ चाहिँ भाषण गरेर सुने क्या मैले माओवादीले त्यो जब भाषण त्यो साहित्यिक ओडहरू त्यो भास्ट हुँदै जान्छ नि त अनि त्यसपछि त जोडा माओवादीहरू त लाल सलाम कमरेड भन्ने छ मोटो पार्या छ रोआ छ भाषणले रुवाइदिने जोडा अनि गाउँको लाडो त जनता त्यतिखेर मिठा गाउँको यो भन्दा त अप्सन कुनै पनि रहन्छ नेपालमा भन्ने भयो उहाँ आफै खुद माओवादीमा जानलाई तयार भएको अब अहिले तपाईँको हरेक सोसल मिडिया
नपुगेको ठाउँै छैन। छैन। अब यही दूरसञ्चारको माध्यम नभएको ठाउँै छैन भएन। अनि अहिले यसले पनि धेरै बाटो बनाएको क्या हो नि भएन। अब हाम्रै पाना फोनमा कुरो गर्ने तार यतापट्टि हुन्थ्यो यतापट्टि सुन्ने अनि त्यो सुन्ने चाहिँ यता लाएर यसरी बोल्नु नजानेर हो नि कति भयो नि अहिले त्यही डाँडा हुँदा सुरुमा मोबाइल किन्दा कम भयो अरे अनि त्यस्तो अब अहिलेको जनता चाहिँ त्यसरी अहिले मलाई जसम्म लाग्छ एउटा हेर्नु अब चाहिँ अब विद्रोही जन्मिनु भनेको नेपाल जस्तो हुने हो सम्भव पनि छैन। किन थाहा छ त्यतिखेर किन जन्मेर चाहिँ विद्रोही भनेको दुर्गम क्षेत्रमा गाडी घोडा नपुगेको ठाउँ होइन भन्नु त पैदल जानुपर्ने। अब अहिले त्यो विद्रोही गरेर त्यो गाडी नजानको लागि त्यहाँको संरचना सबै ध्वस्तै बनाउनु पर्छ। अनि पुल भत्काउनु पर्यो खोला मेन कुरो दूरसञ्चार ध्वस्त बनाउनु पर्यो सक्छ। अब यो ठुलो विद्रोह हुँदैन जहाँ लाग्छ मान्छे अर्कै तालको भइसक्छ आयो भने यो सोसियल मिडियाद्वारा जम्मा हुन्छ नि मान्छे त्यस्तै पहियात रहेछ नि खोइ। अब ती हाम्रा आफ्नो पोस्ट पाउनको लागि हाम्रा हेर्नु न ती जो लडेका थिए नि मुनिबाट ती त अहिले विदेशतिर गएको छ नि त बिजोग छ के पाए आर्मीलाई त हाम्रो त कति के अरे हाम्रो छन् नि हाम्रा जो हाम्रो दाइटोलीहरू हाम्रै जोडाहरू पनि हामी जो उ गर्ने उनीहरूले त कसैको 40 लाख कसैको 50 के अरे 40,000 50,000 हुन्छ भन्थ्यो अहिले त त्यो पहिलाको 7 वर्षको पुरै दिएर 7% त्यसमा कति थपेर 1 दर्जा बढुवा दिएर हाम्रो नेत्र जोडालाई चाहिँ जमदार के दियो कि भन्ने जस्तो लाग्थ्यो। हो त्यस्तो त्यहाँ छ नि त्यो त भनेको आफ्नो सिपाहीलाई त प्रोटेक्ट गर्यो नि त आर्मीले त। तर त्यो माओवादी के गर्नु माओवादीको यस्तो भइदियो क्या जोडा अब हुन त उनीहरूको अब इतिहास नबुझिकन हामीले बोल्नु हुँदैन हो सही कुराको। तर अलिअलि देखिएको चाहिँ जुन खुद लडाकु भएर एकदम फाइटरै भएर हिँड्ने मान्छे चाहिँ कुन्जा भएर प्यारालाइज भएर बस्नु परेको छ अहिले होइन। जब लडाइँ शान्त हुन थाल्यो त्यतिखेर आएको माओवादी अहिले धन भएपछि पछि लास्टमा साम्य हुने बेला ठुलो पोस्टै त्यसले लग्यो त्यस्तो भयो क्या। जुन खुद दुःख गरी डाँडा पाखा भोक प्यास नहुने त्यो कुद्यो नि त्यो हामीसँग लड्न भनेर आर्मीसँग लड्न भनेर कुद्यो माओवादीहरू चाहिँ अलिक गाउँमा दुःख पारेको छ। कतिजना बिचारो प्यारालाइसिस भएर अस्ति चाहिँ मेरै यही युट्युबबाट आएको इन्टरभ्यूको पैसा चाहिँ उसलाई दिनु भनेर एकजना माओवादी छापामार पहिला उ रहेछ नि त्यसलाई दिनु भनेर त्यो युट्युबले मलाई मेरो इन्टरभ्यू लिने पहिला उसले चाहिँ लगेर दिएँ भनेर मलाई नै लिस्ट देखाएको थियो। अब त्यो उसलाई बिचारा पछि चाहिँ बाँच्न सकेन गएन। खासमा चाहिँ कस्तो रहेछ जोडा भन्दाखेरि हामी तिनदेखि रिस्क किन उठायो भन्दा हाम्रो केही थिएन बिराउनु हामी त देशको सेना खानै पर्थ्यो जागिर खायौँ होइन। मुख्य कुरा चाहिँ जुन आजलाई जे ल्याउँला यस्तो चेन्ज गरेर देशलाई केही बनाउला भनेको थियो नि त्यो आशा देखाएको थियो नि त्यो भएन र बल्ल रिस उठायो क्या हामीलाई हो कि भन्नु त यो लेख्नाको कोट्याउनाको कसैले भन्नुहुन्छ यो पुरानो घाउ किन कोट्यायो भन्नुहुन्छ यो त इतिहास हो नि त हेर तिमीहरूले के गरेका थियौ होइन। अहिले त अचम्मै हुनुपर्ने त सबैले पाउनुपर्ने त त्यो पोस्टरहरू तिनीहरूले पाउनुपर्ने अरूभन्दा चाहिँ त्यो पिलीमा जो तपाईँहरूलाई चाहिँ यस्तो गरौँ भन्ने कमान्डर जो हुनुहुन्थ्यो नि कसैलाई मार्न दिनु भएन उहाँले यस्तो धेरै ठाउँ रोक्नुभयो के मैले कमरेड तपाईँलाई भन्नेवाला पनि हजुर अहिलेसम्म त्यही छ त्यही अस्ति भेट भएको एउटा त्यस्तो खालको हजुर। अनि अब यस्तै हो जोडा के गर्ने अब दुःख सुख एकचोटि मैले लगभग 8-9 वर्ष जिम गरेँ छोडिदिएको अघि त अनि पर्छ हजुर पाल्टा त बिर्सिया छैन नि। अब चाहिँ धेरै समय नलिउँ हजुरको पनि कता जानु होला। अब खासमा चाहिँ अन्तिममा यो कुरा चाहिँ त्यो मैले छुटाउनै नहुने कुरा खास त्यस्तो केही पनि छैन जोडा। मलाई एउटा इच्छा चाहिँ के छ भने एकचोटि पिली जानु डर छ जान्छु म कुनै समय भइसके उ गरेर जाम्ला सँगै जाम्ला। दिपक जोडासँग पनि अब अविस्मरणीय छेडको कुराहरू छ क्या। मसँग एकचोटि कुरा गर्नुभएको थियो उहाँले कुरा गर्दाखेरि मेरो आँखा रसायो क्या किनकि मै पनि त्यही पिलीमै लडाइँ परेर आएको सिपाही हो त्यही पनि उहाँले कुरा गर्दाखेरि एकदम मेरो आँखा रसाएको थियो क्या। यस्तो भावुक बनाएर भन्नुभयो क्या उहाँले त्यतिखेर पाएको दुःखहरू उहाँले होइन अहिले उहाँ सक्सेस हुनुभएको छ
राम्रो हुनुहुन्छ हाम्रो जोडाहरू एकदम माइडियर हो क्या दिपक जोडा मलाई एकदम तपाईँ दिपक जोडा अनि मलाई एकदम हाम्रो त्यो बुढीवाला काटिया दाइ के अरे ज्ञान साई दाइ होइन अनि हाम्रो एकदम मलाई एकदम हिम्मत जोडा पनि बडो घिउ मान्छे मलाई एकदम सपोर्ट गरेकोहरू जिते खत्री दाइ कता हुनुहुन्छ होइन उहाँको घर चिन्छु म त पैसा सैसा टन्नै कमाउनु भएको जस्तो लाग्छ मलाई होइन ठिक छ कमाउनु पर्छ हाम्रो सबैले पैसा चाहिँदो रहेछ त अन्तिममा कमाउनु पर्छ अनि मैले एकदम मिस गर्ने मान्छेहरू भएको जित अनि जितबहादुर तामाङ हलसाप हुनुहुन्थ्यो होइन यस्तो मजाको हाम्रो त दुईजना सबैजना असलै थियो नराम्रो कोही थिएन एउटा मान्नुपर्छ राम्रो एकभन्दा सबै त्यस्तो देउता हुनुहुन्थ्यो सबै टिम राम्रो थियो सबै राम्रो थियो पल्टनमा सबै कुराहरू राम्रो थियो तर अब त्यो के मिस्टेकले गर्दाखेरि एउटा यस्तो हुन पुग्यो कहिलेकाहीँ त्यही कमेन्ट गर्नुहुन्छ साथीहरूले के भन्नुहुन्छ भन्दा तपाईँहरूको कुरा सुन्दा त आर्मी त एकदम राम्रो जस्तो देखिन्छ अनि तपाईँहरूका ठाउँ के अरे त्यस्ता मारेका रेप गरेका गएर कोठाले बाँधिदिएको घाउँ सोतर गरिदिएको त्यो त के छ भनेर भन्नुहुन्छ क्या कहिलेकाहीँ यस्तो हुन्छ तपाईँको के हुन्छ भने यो दुईटा दाउरा तपाईँको एउटै रुख हो नि जोडा होइन यही दुईटै दाउरालाई आगोमा राख्दाखेरि एउटा राम्रोसँग बन्छ एउटा नराम्रोसँग बन्छ होइन त्यो हो क्या सबै माओवादीले हामीलाई प्रश्न उठाउने एउटा स्वाभाविक कुरो हामीले त माओवादीलाई प्रश्न उठाउने ठाउँ छ नि छैन र हो कि भन्नु त्यस्तोहरू अब यो जमानाको कुरा के कटाउने यस्तो मिडियामा होइन अब कतिपय मान्छेलाई चाहिँ तपाईँको कस्तो गरेर मारे अनि सुराकी भनेर त्यस्तो पनि त अनि अब त्यो बितेको कुराहरू नगरौँ नराम्रा दुइटैका थिए राम्रा दुइटैका राम्रो पक्ष पनि दुइटैकै थिए नराम्रो पक्ष पनि दुइटैकै हाम्रो कथाले किन नमार्नु छोपेर ल्याउनु किन भने त त्यो भने आँखा सबैले त हो नि मैले झुट बोल्न त परेन हाम्रो किन आर्मीको त्यही उसको संस्थाको किन ऊ बोलिदिनु पर्यो हामी त अहिले त छैनौँ नि त आर्मीको रहल दल त केही खाएको छैनौँ नि त हामीले अब त सकियो जे गर्यौँ त्यही सकियो केही छैन हामीसँग नातै जोडिया छैन भनौँ न त तर एउटा के हो आफ्नो देशको माया भएर हामी सम्झिन्छौँ संस्थालाई किनकि हामीले त्यो नराम्रो बढाइ चढाइ गर्नु पर्यो पनि छैन जे छ त्यही छ होइन अब मेरै पनि त्यो उसको कुरा गर्दा चाहिँ के अरे लम्जा अपरेसन जानु भएन क्या हजुर मर काजी गएको थियौँ काजीबाट चाहिँ कुरा गर्नुहुन्थ्यो त्यहाँ गएर त्यो जङ्गलमा जाने बेला त्यो एकजना छापामार लुगाएर चाहिँ छोडेर निक्लिएको जग्गा हामीले अब मारिदियो भने बच्चा के गर्ने त्यस्तो पनि त हुन्छ नि हामीले होइन र त्यो गर्न त गर्छ नि त एउटा बुद्धि सिपाहीले पनि लाउँछ क्या होइन त्यो ठुलाइको मात्रै अचम्मै खालको बुद्धि हुन्छ भन्ने चाहिँ होइन अन्तिममा चाहिँ अब हामी एकदमै जोडालाई धेरै धेरै धन्यवाद बिजी एकदमै व्यस्त हुनुहुन्छ यहाँ मलाई थाहा छ त्यहीको समय पनि आज यहाँ यस्तो समय दिइदिनु भयो कम्ती अनि मैले चाहिँ एउटा स्टोरी बनाऊँ हिस्ट्री राखौँ पहिला सम्झना हुन्छ यहीबाट हाम्रो जोडाहरूको पनि भेट हुन्छ हामी जोडाहरूको भेट गरौँ होइन फेरि सबैको आफ्नो आफ्नो कहानी छ क्या सबैभन्दा तपाईँको इम्पोर्टेन्ट किन लाग्यो भन्दा अच्छा त्यो सुन्दै पहिल्यैदेखि नै लागिरहन्छ क्या त्यही भएर एकचोटि दिपक जोडा तपाईँ म कतै मैले अस्ति सोधेँ गरेँ उहाँ चाहिँ पोखरा जानुभएको छ काठमाडौँ आउँदा बित्तिकै हामीलाई नछोड्नु भन्नुभयो उहाँले सम्झिनु पनि भएको छ हामी यसरी बसेर भेटघाट गरौँला यी भन्ने अर्का कुरा रहे आफ्ना छुट्टै पनि हुन्छन् सबै कुरा यी क्यामेरामै भन्नुपर्छ भन्ने छैन आफ्नो पारिवारिक कुरा एक्ज्याक्टली तर कोही कुरा त के भन्दा यी जान्नै पर्थ्यो होइन यो त तपाईँ नजाने तपाईँ भोलि सकिएर जानुहुन्छ म भोलि सकिएर जान्छु यो इतिहास त रह्यो नि जोडा दिपक जोडाले त्यतिखेर धेरै दुःख पाउनु भएको कुरा गर्नुभएको हो नि दुःख पाएर होइन त्यसरी चाहिँ उहाँको उसमा पुग्नु भएको हो नि मलाई पनि दुःख चाहिँ दिएकै हुन् के गाह्रो चाहिँ छ दुःख दिनेहरू पनि छन् मैले चिने पनि छु होइन त्यस्तै कुरा अब मलाई अरूको कुरा किन गर्नुहुन्छ मलाई पढ्न जान्छ भने त्यसलाई पढ्न जानुभन्दा लखेड्नुपर्छ भनेर मैले पनि दुःख त निकै पाएको जोडा तर मैले चाहिँ के सोचेँ भन्दा ठिकै छ भोलि भएन तिमीलाई त्यो दुःखले त्यसले सेभ गर्यो हामीलाई राम्रै गर्यो किनकि त्यो पनि लेखाएको थियो जस्तो लाग्थ्यो जोडा मलाई त्यतिखेर नचेपे अब आज त्यो कसरी डाक्टर चाहिँ कसरी हुने एउटा सिपाहीको सपना हेर्नु त जोडा मेरो त सबै जोडाहरू डक्टर भयो हो क्या भन्ने भन्दा हो कि नै हुनु नि एउटाले गर्नु दिपक जोडा त्यो रिजनल म्यानेजर हुनु भने हामी सबै हुनु हो तपाईँले आफ्नो ठाउँमा प्रगति गर्नु भने हामी सबैले गर्नु हो अब हाम्रो एकजना जोडा सायद राष्ट्र ब्याङ्कमा जब गर्नु हुँदो रहेछ त्यो पनि त्यो हाम्रो एचिभमेन्ट हो है हाम्रो सायद हिम्मत जोडा त्यो राम्रो हो नि त एचिभमेन्ट त्यो भएर सबै जोडाहरू भएको संसारमा चाहिँ जोडाको जतिको माया चाहिँ अरूको होइन क्या त्यही किन तपाईँ अहिलेसम्म अन्त कतिवटा टेलिभिजन आयो होला नि कतिले गरे होला नि तपाईँको त एउटा यस्तो कहानी हो कि जसको आर्यघाटमा जलाइसकेर घर फर्केर आएको मान्छे हो नि त तपाईँ मलाई जमानामै भनेको थिएँ तपाईँको कहानीलाई म राम्रोसँग उ गरेर अनि हेर्नु त गर्छु भनेको थिएँ मैले कसैलाई गरेन त्यो मलाई मात्रै दिनको कारण के थियो त मेरो न छ मेरो त सुरुै भएको थिएन अस्ति तपाईँकोबाट सुरु गरे मेरो यो थिएन भनेपछि त्यो किन उ गरे त हाम्रो एकदम आत्मीयता
जोडालाई धेरै धेरै धन्यवाद हजुर। अनि यहाँको आगामी दिनहरू शुभ रहोस् अब हजुर, भेट भइरहेको छ एकदम शुभ रहोस्। यहाँको आशीर्वाद मलाई मेरो बेस्ट विशेष यहाँलाई अनि अब अरू केही छ दर्शकलाई के केही भन्न छैन। चाहन्छु खुसी रहनुहोस् जुन यथार्थ घटनालाई चाहिँ एउटा रिलको मार्फत उतार्ने प्रयास गर्नुभयो मेरो आत्मीय मित्र जोडा होइन चन्द्र कटवालजीले मैले जे हो यथार्थमा त्यही भने होइन मैले पाएको अब मैले जानेको बुझेको मैले गरेको त्यहाँको भोगेको दुःखहरू पनि मैले सेयर गरेँ मेरो जिन्दगीले भोगेको भनौँ न अब एउटा जन्मदेखिबाट मृत्युसम्म मृत्युदेखिबाट फेरि जन्मसम्मको कुराहरू मैले सुनाएँ सुनिदिनु होला धन्यवाद धन्यवाद